खोपो इन्जिनियरिङ कलेज खोपो कलेज अफ इन्जिनियरिङको खोपो पोडकास्टमा यहाँलाई स्वागत छ। नमस्कार, म आर्किटेक्ट युका राजवंशी। खोपो पोडकास्टको अर्को विशेष अङ्कमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै आज हामीसँग वास्तुकला, सम्पदा संरक्षण तथा सहरी डिजाइनको क्षेत्रमा 2 दशकभन्दा बढी अनुभव हासिल गर्नुभएका एक प्रतिष्ठित व्यक्तित्व उपस्थित हुनुहुन्छ। उहाँ हाल काठमाडौँ महानगरपालिकाको हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत संरक्षण वास्तुविद कन्जर्भेसन आर्किटेक्टका रूपमा कार्यरत हुनुहुन्छ र सन् 2012देखि निरन्तर सम्पदा संरक्षणमा योगदान दिँदै आउनु भएको छ। उहाँले खोप इन्जिनियरिङ कलेजबाट अर्बन डिजाइन कन्जर्भेसनमा मास्टर्स गर्नुभएको थियो। सम्पदा संरक्षण, पुनर्निर्माण, सहरी विकास तथा ऐतिहासिक संरचनाको अध्ययनमा उहाँले विशेष योगदान दिइराख्नु भएको छ। साथै सोसाइटी अफ नेप्लिज आर्किटेक्ट सोनाको 11औं कार्य समितिमा समेत कार्य गर्नुभएका अनुभव उहाँसँग रहेको छ। आज हामी उहाँसँग वास्तुकला, सम्पदा संरक्षण, भूकम्प पछिको पुनर्निर्माण, काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदा, युवा वास्तुविदहरूको अवसर तथा भविष्यका चुनौतीहरूबारे विस्तृत छलफल गर्नेछौँ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। नमस्कार। नमस्ते। उहाँ हुनुहुन्छ अमित बजाचार्यज्यू। उहाँलाई चाहिँ मैले दाई भनेर भन्छु किनभने हामी त नर्मली भेटी पनि रहेको हुन्छ। साथै खोपोको मेरो सिनियर पनि हुनुहुन्छ। अब आफ्नो आर्किटेक्टहरूको हुन्छ नि सोनाहरूमा पनि भेटिरहेको हुन्छ। सो उहाँसँग छलफल गर्न पाउँदा चाहिँ धेरै खुसी पनि छु। साथै उहाँ चाहिँ अब महानगरपालिकाको कामहरूमा धेरै बिजी हुनुहुन्छ नि त। सो उहाँलाई मैले कहिलेदेखि भन्दा फाइनली आज पोडकास्टमा हामी सँगै छौँ। सो पोडकास्टमा चाहिँ तपाईँलाई सुरुमा स्वागतसँगै होइन एकदम थ्याङ्क यू पनि भन्न चाहन्छु है, टाइम दिएर आइदिनु भयो है। होइन, अब अलिकति काम व्यस्तता त्यस्तै थियो, टाइम पनि धेरै है। भन्दा आज लकिली टाइम मिलाउनु पाएँ। थ्याङ्क यू फर द्याट। अब यस्तो हामी चाहिँ यस्तो पब्लिक प्लेटफर्ममा धेरै त्यस्तो नआउने भएकोले पनि अलिकति टाइम म्यानेजमेन्ट गर्न गाह्रो भयो। अदरवाइज अब आफूले गरेर काम, आफूले सिकेको कामहरू, अनुभवहरू सेयर गर्न पाउँछ। मेरो लागि पनि होइन एउटा राम्रो अनुभव हो। सो तपाईँ हुन्छ नि फर्स्टमा त कन्सल्टेन्सीहरूमा काम गर्नुभयो होइन, त्योभन्दा अझै डिप्लोमा पनि गर्नुभएको थियो होइन। सो मलाई चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि म ब्याचलर पढ्दाखेरि चाहिँ डिप्लोमाहरूको कोही आयो भने चाहिँ होइन कस्तो उ लाग्छ कि ल उहाँलाई त सबै आउँछ, मलाई त केही पनि आउँदैन। डिप्लोमा पढेर आएको त सबै पहिलेदेखि आर्किटेक्चर बुझेर आएको कि क्या हो, आर्किटेक्चरमा त पुरा हुन्छ नि कम्पिटिसन त खत्रै जस्तो लाग्छ कि। सो तपाईँको अनुभव चाहिँ कस्तो रह्यो पढ्दाखेरि? यस्तो थियो, अब डिप्लोमा पढ्दै गर्दाखेरि चाहिँ डिप्लोमा हुन्छ, अब आफू पनि आफ्नो एसएलसी डिप्लोमा पढ्ने बेला त त्यति थाहा हुँदैन थियो। तर अब 3 इयर्स डिप्लोमा कम्प्लिट गरिसकेपछि चाहिँ मेरो अनुभवमा चाहिँ 3 इयर्स डिप्लोमा कम्प्लिट गरिसकेपछि चाहिँ काम गरेँ। मैले प्राइभेट कन्सल्टेन्सी काम गरेँ र मेरो अर्को एउटा चाहिँ माइलस्टोन डिप्लोमा मैले केयुमा काम गरेँ, काठमाडौँ युनिभर्सिटीमा फर एजुकेसनल डिजाइन भन्ने, त्यहाँ बसेर एज अ ड्राफ्ट पर्सन काम, एन आर्किटेक्ट। त्यहाँ बसेर चाहिँ काम गर्दै गर्दाखेरि चाहिँ केयुको मास्टर प्लानदेखि केयुको त्यो बिल्डिङको आर्किटेक्चर डिजाइनहरूदेखि त्यो एज अ ड्राफ्ट पर्सन काम गर्दाखेरि धेरै अनुभव भयो। नियर अबाउट 3.5 इयर्स काम गरेँ ब्याचलर्स। तर अब हो अभियसली +2 या साइन्स ब्याकग्राउन्डबाट इन्जिनियरिङमा इन्टर हुनु र डिप्लोमामा इन्टर धेरै फरक छ। अभियसली 3 इयर्सको दौरानमा हामीले डिप्लोमामा धेरै कुरा सिकेका हुन्छौँ, नट इन डेप्थ तर धेरै कुराहरू चाहिँ त्यही टपिकहरू, त्यही सब्जेक्टहरू पढिसक्यो भने चाहिँ ब्याचलर्स पनि धेरै सजिलो हो। फर्स्ट 2 इयर्समा चाहिँ ब्याचलर्स पढ्नलाई डिप्लोमाको स्टुडेन्टहरूलाई धेरै सजिलो छ। तर त्यसपछि आफ्टर थर्ड इयरबाट 5th इयरसम्म आउने बेलामा लगभग +2 को स्टुडेन्ट र डिप्लोमाको स्टुडेन्टको लेभल एउटै भइसक्छ। किन काम गराइ त्यस्तै हुन्छ, पढाइ त्यस्तै हुन्छ। त्यही भएर चाहिँ इन सम सेन्स डिप्लोमा होल्डरहरूलाई चाहिँ ब्याचलर्स पढ्न सजिलो छ। अनि त्यसपछि फेरि एकैचोटि कन्जर्भेसनमा इन्ट्रेस्ट कसरी आयो त तपाईँको? यस्तो थियो, अब कन्जर्भेसन चाहिँ मेरो डिप्लोमामा पढ्दादेखि नै थियो, फ्रम चाइल्डहुड नै। अब यो एउटा त मेरो ब्याकग्राउन्ड कस्तो थियो भन्दाखेरि म जन्मै हुर्केको ठाउँ चाहिँ काठमाडौँको झ्वापाल भन्ने ठाउँ, एउटा बिहार भएको ठाउँ। अनि हाम्रो त अब मेबी अब अहिलेको कन्डिसनमा हेर्ने हो भने त्यो सिनारियो चेन्ज भएर गएको छ, कोर एरियाको जुन त्यो इन्भाइरोमेन्ट चेन्ज भएर गएको छ। अब हामी त्यही ठाउँमा जन्मै हुर्केको मान्छे, अनि त्यही बिहारमै खेलेको मान्छेहरू, अनि चाहिँ त्यो समाउ चाहिँ त्यो आर्किटेक्चर कुराहरू चाहिँ पहिल्यैदेखि माइन्डमा त्यो सेट भएको थियो होला, त्यो सानैदेखि त्यो चाहिँ त्यो बिहारहरू हेरिरहेको चिजहरू। अनि डिप्लोमा पनि अलिअलि झुकाव त्यस्तै थियो। डिप्लोमा हुँदाखेरि पनि मोडर्न आर्किटेक्चर भन्दा पनि अलिकति ट्रेडिसनल आर्किटेक्चरको झुकाव थियो मेरो।
अनि डिप्लोमा पढ्ने बेलामा पनि टिचरहरूबाट या साथीभाइहरूबाट चाहिँ यसमा नै तिम्रो चाहिँ अलिकति राम्रो छ त्यसमा नै गरौँ भन्ने हुन्थ्यो अनि आउट अफ द बक्स सबैलाई मन पर्दैन थियो म चाहिँ त्यसैमा लाग्थेँ डिप्लोमा पनि अनि पछि ब्याचलर्समा आउँदा पनि अब ब्याचलर्स पढ्ने बेला भनेको फेरि धेरै भेराइटी अफ वर्क्स हुन्छ नि त धेरै एभ्री सेमेस्टर डिफ्रेन्ट काइन्ड्स अफ वर्क्स हुन्छ तर जब मौका पाउँथेँ तब चाहिँ म फेरि हेरिटेज उसमै जान्थेँ र सजिलो पनि थियो सम सेन्स सजिलो कस्तो थियो भन्दाखेरि आफू त्यही परिवेशमा हुर्केर त्यही परिवेशमा चाहिँ खेलेर आएको मान्छे अनि हेरिटेज कन्जर्भेसन कस्तो त भन्दाखेरि त्यो माहौलबाट गुज्रेर आएको मान्छेलाई त्यो बुझ्न धेरै टाइम लाग्दैन जो कि अरू कम्युनिटी या अरू सोसाइटीबाट त्यो बुझ्न जति गाह्रो छ हामीलाई सजिलो छ र अर्को एउटा प्लस पोइन्ट भन्छु म यो अब हेरिटेज कन्जर्भेसनमा लागेकोले नै पनि भन्नुपर्छ मैले यो अरू ठाउँमा पनि के भन्ने गर्छु भन्दाखेरि जब म नेवार फ्यामिलीमा हुर्केँ नि नेवारी आर्किटेक्चर हामीले भन्दा अरूलाई बुझ्न गाह्रै छ नेवारी आर्किटेक्चर चाहिँ बुझ्नलाई नेवारलाई जति सजिलो अरूलाई नहोला किन इभन अहिलेसम्म पनि हामी प्रोफेसनल फिल्डमा काम गर्दै गर्दाखेरि इभन लेम्यान आर्टिसनहरू अहिले पनि स्टिल हामीसँग नेवारहरू नै हुन्छन् नि त त्यो चाहिँ उनीहरूसँग कुरा गर्न उनीहरूसँग काम गर्ने बेलामा पनि त्यो ल्याङ्ग्वेज भन्ने चिज चाहिँ यति बलियो छ कि होइन अनि त्यो आर्टिसन र त्यो काम गर्ने मान्छेहरूलाई चाहिँ बुझ्ने भाषा नेवारीमा बुझ्ने बित्तिकै त काम गर्न सजिलो क्या अहिले पनि भन्छु म अहिले पनि म काम गर्ने बेलामा चाहिँ आफू नेवार भएकोले नेवारसँग डाइलेक्ट गर्दाखेरि कम्युनिकेसन त्यति सजिलो हुन्छ त्यही भएकोले पनि यो हेरिटेज कन्जर्भेसनमा काम गर्दै गर्दा र फ्रम रुट लेभल मेरो डिप्लोमादेखि अहिले यो लेभलसम्म आउँदाखेरि नेवारी आर्किटेक्चरमै बढी चाहिँ फोकस हुनुको कारण चाहिँ त्यो आफ्नो सोसाइटी र आफ्नो इन्ट्रेस्ट पनि हो त्यो इन्ट्रेस्ट त जाग्ने कुराको हो नि त पहिल्यैदेखि इन्ट्रेस्ट त हुँदैन अनि त्यो जुन सोसाइटीमा कम्युनिटीमा काम गर्दै गर्दाखेरि चाहिँ अनि नेवारी आर्किटेक्चरमा चाहिँ खास भिज्नुको कारण त्यो पनि हो तपाईँको जोर्नी त अब बाल्यकालदेखि नै भयो होइन तपाईँले भने जस्तो एउटा नेवार फ्यामिलीमा भइसकेपछि त होइन त्यो बच्चैदेखि हुन्छ नि त कल्चरले नै अटोमेटिक सिकाउँदै गइरहेको हुन्छ कि होइन आफ्नो त्यो ठाउँप्रतिको माया सबैतिर अनि त्यहाँबाट पनि हेरिटेजतिर चाहिँ त्यो हुन्छ नि इम्प्याक्ट पारिरहेको हुन्छ नि त हामीलाई होइन अब त्यो सिधा सिधै गएपछि चाहिँ अनि तपाईँले अब कन्जर्भेसन गर्छु भनेर खपा इन्जिनियरिङ कलेजमा मास्टर्स गर्नुभएको थियो नि त्यो बेलाको तपाईँको एक्सपिरियन्स कस्तो रह्यो खपा कलेजमा कन्जर्भेसन पढ्नुको बिसाइड्स मास्टर्स डिग्री म त काठमाडौँ महानगरपालिकामा इन्ट्री हुँदादेखि नै कन्जर्भेसन अफिसमा इन्ट्री भएको म त अनि 2069मा मैले जब महानगरपालिका जोइन गरेँ अभियसली अफिसको नामै हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम भन्थ्यो कन्जर्भेसन वर्ड त्यहीँ स्टिक थियो अनि मेरो इन्ट्रेस्टको कुरा पनि त्यही थियो अनि कन्जर्भेसनको काम गर्दा गर्दै चाहिँ टर्निङ पोइन्ट भनौँ न मेरो लाइफकै टर्निङ पोइन्ट एउटा के हो भन्दाखेरि 2015को अर्थक्वेक 2015को अर्थक्वेकपछि चाहिँ डिजास्टरले चाहिँ अपर्च्युनिटी पनि ल्याउँछ नि अब डिजास्टर राम्रो त भन्नु हुँदैन तर जहाँ डिजास्टर हुन्छ त्यसपछि अपर्च्युनिटीको बाटो खुल्छ अनि 2015को अर्थक्वेक पछि चाहिँ जब अब यो मोनुमेन्ट्सहरू हेरिटेजहरू सबै ढल्यो अनि त्यसपछि मेरो कार्यभार थपियो अनि हेरिटेज कन्जर्भेसनमा त अब त्यत्रो मोनुमेन्ट्सहरू त्यत्रो होइन अब हिस्टोरिक बिल्डिङ्सहरू टेम्पल्सहरू थुप्रो चिजहरू रिकन्स्ट्रक्सन रेनोभेसनहरू गर्ने क्रममा चाहिँ त्यहाँबाट चाहिँ मैले चाहिँ त्यहाँबाट चाहिँ धेरै काम गर्ने मौका पाएँ र त्यो साथसाथै कमिटीसँग चाहिँ लिङ्क पनि त्यसरी नै भयो र अब खपमा आएर मास्टर्स गर्नुको अर्को एउटा कारण के थियो भन्दाखेरि फ्रेङ्कली स्पिकिङ प्र्याक्टिकली काम धेरै गर्यो मान्छेसँग बिजियो पनि फिल्डमा गएर काम गरे पनि तर नलेज भन्ने चिज चाहिँ फेरि चाहिँ डिग्री भन्ने चिज चाहिँ कहाँ इम्पोर्टेन्ट हुँदो रहेछ भन्ने क्लिक भएपछि अनि मास्टर्स जोइन गरेँ नत्र इभन अहिले पनि भनौँ न म डिप्लोमा पढ्दै गरेर यही काम गरिराख्दाखेरि पनि इफ आई डोन्ट ह्याभ एनी डिग्री काम त गरिरहेको नि त काम त सिकिरह तर जब डिग्री भन्ने चिज जब यो एजुकेसन यो क्वालिफिकेसन भन्ने चिज कहाँ इम्पोर्टेन्ट हुँदो रहेछ भने वेन यु डोन्ट ह्याभ सर्टेन डिग्री यु वोन्ट बी रिकगनाइज क्या होइन अनि काम त गरियो काम गरि पनि रहेको छु तर डिग्री चाहिँ कहिलेकाहीँ चाहिँ इन्टरनेसनल्ली प्लेटफर्महरूमा पनि भनौँ या हाम्रै आफ्नै पनि सोसाइटीमा पनि डिग्री हुनु र नहुनु धेरै वेटेज राख्दो रहेछ
अनि त्यसपछि चाहिँ खोपमा पढ्नु छ फेरि अब होल नेपालमा भन्यो भने हेरिटेज कन्जर्भेसन अर्बन डिजाइन एन्ड कन्जर्भेसन त पढ्न पाउने यहीँ मात्र हो तर मेरो लागि अपर्च्युनिटी पनि भयो अब टियुमा ब्याचलर्स पछि पियुबाट चाहिँ होइन मास्टर्स गर्न पाएँ र कन्जर्भेसनमै गर्नुको कारण चाहिँ एउटा मेरो ब्याकग्राउन्ड जुनमा काम गरिरहेको छु त्यसपछि नत्र मास्टर्स नै गर्ने हो भने देयर आर लट्स अफ सब्जेक्ट्स नि त जुन चाहिँ मलाई पछि आफ्नै फिल्डमा काम गर्नलाई युजफुल पनि हुन्छ हुँदैन आफ्नो ठाउँमा हुन्थ्यो नि त त्यही भएर कन्जर्भेसन चाहिँ चुज गरेर खोपमा आउनु कारण एउटा त्यो पनि हो प्र्याक्टिकलीसँग थ्योरी पनि ब्यालेन्स भएन एकदम त्यो चाहिँ गर्नु पर्दो रहेछ थ्योरी बिना चाहिँ प्र्याक्टिकल मात्र गर्दाखेरि पनि नहुँदो रहेछ अपुग हुँदो रहेछ र त्यो दुइटै भयो भने मेबी एउटा चाहिँ ट्र्याकमा चाहिँ आउँछ कि मलाई पनि त्यस्तै फिल भएको थियो कि अब भूकम्पपछि हामीले यहाँ काम गरिरहेको थियो नि त होइन अनि मेरो साथीहरू त ब्याचमा कोही छैन मेरो साथी चाहिँ हरेक ब्याचमा सरिता हो अनि एभ्री टाइम हामीले लाइक अब यहाँ अफिसमा काम गर्दाखेरि चाहिँ अनि यस्तो यस्तो हो राम सरले भन्नुभएको थियो हामीले क्लासमा भन्नुभएको थियो कि अनि यस्तो यस्तो भन्यो भने ए होइन मास्टर चाहिँ गर्नुपर्ने रहेछ कन्जर्भेसनमा अब यसमै काम गरिरहेको छु होइन थप आइडिया त हुनुपर्छ किनभने हामीले त त्यहाँ गएर हेरेर हुन्छ तर सबै आइडिया भएर आउँदैन नलेज त चाहियो नि त प्र्याक्टिकली त हामीले त्यही भनौँ न त्यही आर्टिसनहरूसँग लेम्यानसँग उनीहरूसँग काम गर्दा पनि सिकिन्छ नसिने मैले पनि सिकेको छु तर जुन थ्योरिटिकल नलेज भइसकेपछि चाहिँ आफू एक लेभलमा चाहिँ थ्योरी पनि हामीलाई थाहा छ भन्ने एउटा त ब्याकग्राउन्ड त चाहियो नि त त्यही त अब हामीले साइटमा जान्छ हामीले त्यो डकुमेन्टेसन गरेको छ नि भूकम्पपछि डकुमेन्टेसन गरेर तर त्यो गर्यो त्यो बनायो तर त्यो के हो त अब थाहा थिएन त त्यो के हो टर्मिनोलोजी थाहा हुँदैन त्यो के हो भनेर चाहिँ हामीले क्लास गएर थाहा भयो नि त मास्टर जोडेपछि हैन मलाई त्यस्तो टर्मिनोलोजीहरू सिक्नलाई पनि जस्तो कि भनौँ न काम गर्दाखेरि कतिपय टर्मिनोलोजीहरू मैले काम गर्दाखेरि मेरो एक्सपिरियन्समा चाहिँ त्यही लेमेनहरूसँग आर्टिसनहरूसँग सिकायो मैले अनि बायस हुनसक्छ कहिलेकाहीँ है मे नट बी नेवारी धेरै बोल्छ यो मान्छेले नेवारीमा चाहिँ कम्युनिकेसन हुन्छ अब काम गर्ने मान्छे र हाम्रो नेवारी आर्किटेक्चरमा यतिवटा एलिमेन्टहरू हुन्छ नि यु क्यानट ट्रान्सलेट इन अदर ल्याङ्ग्वेज यो म लेखेरै भन्न सक्छु होइन अनि त्यो भएको पनि इफ यु आर नेवार इट्स इजी टु यु होइन अनि त्यो थ्योरीमा पनि कहिलेकाहीँ हामीले चाहिँ पढ्दै गर्दाखेरि चाहिँ त्यो नेवारी डाइलेक्टहरू त्यो प्रोनाउन्सिएसनहरू गर्न जानेन भने पनि प्रब्लम हुन्छ काम गर्ने बेलामा पनि अहिले भर्खर कुरा गर्नुभयो भूकम्पको होइन भूकम्पसँग जोडिएको त धेरै कुराहरू छन् तपाईँले भने जस्तो कति अपर्च्युनिटी पनि भयो होइन कति चाहिँ लाइक अपर्च्युनिटी भन्नु पनि फेरि मिल्दैन किनभने कतिको लागि त लाइफ त्यो अब डिभास्टेटेड छ नि तर अब एज एन आर्किटेक्ट सोच्दाखेरि चाहिँ हामीले सिक्न पायो भन्ने कुरा जस्तो भयो होइन अब त्यो बेला भूकम्प बेलामा चाहिँ तपाईँ कता हुनुहुन्थ्यो तपाईँले कसरी प्रोजेक्ट्सहरूमा इन्भल्भ हुने चान्स पाउनुभयो के प्रोजेक्ट्समा इन्भल्भ हुनुभयो यस्तो थियो अब एक्ज्याक्टली भूकम्प जाने बेलामा चाहिँ घरमै थिएँ म होइन त्यो पनि अब हाम्रो एउटा फ्यामिली मिटिङ भइरहेको थियो अनि त्यस्तै भूकम्प जाने बेलामा मेरो पुरानो घरमा थिएँ अनि त्यो कोर एरियामा थिएँ त्यसपछि भूकम्प गयो भूकम्प गर्दै अब त्यो आफै पनि एउटा होइन त्यो फेजमा थिएँ त्यसपछि खबर आउनु थाल्यो हनुमान ढोकामा सबै मन्दिर ढल्यो यता धरहरा ढल्यो भन्दै गर्दाखेरि पनि म त्यो बेला चाहिँ आफै यस्तो विकमा पुगेको थिएँ कि पोइन्टमा पुगेको थिएँ कि म जानै सकिनँ त्यहाँ 12 गते भूकम्प गयो 13 गते म घरबाटै निस्किनँ पराकम्पनहरू गइरहेको थियो होइन अब सबैको हालत त्यस्तै त थियो नि अनि त्यसपछि 14 गते आँट गरेर गएँ हनुमान ढोका जाँदाखेरि त नथिङ वाज लेफ्ट होइन त्यो आँखाबाट आँसु नै आयो अनि त्यो बेला चाहिँ फेरि भूकम्प गइसकेपछि त्यो मन्दिर ढल्यो आफ्नो ठाउँमा सबै विनाश भयो आफ्नो ठाउँमा तर त्यो बेला हाम्रो हनुमान ढोकामा हामी जाने बेलामा चाहिँ 14 गते जाने बेलामा चाहिँ स्टिल जुन रेस्क्युर्सहरू थियो नि त्यहाँ रेस्क्यु गर्ने मान्छेहरू इभन आफ्नै साथीभाइहरू सबैजना हामी चाहिँ त्यो मन्दिरहरूमा त्यो उसमा चाहिँ मान्छे जिउँदो छ कि भन्ने आशमा चाहिँ खोतलिरहेको थियो नि त अनि त्यही इन्भल्भ हुन गएँ म गयौँ हामी पनि त्यो सामानहरू पन्छाउन पनि हेल्प गऱ्यौँ मान्छे भेट्ला कि भन्ने आशमा पनि गयौँ दुईवटा मन्दिरहरूमा पनि आफूले चढेर पनि निकालियो अनि त्यसपछि चाहिँ अब भने नि अब डिजास्टर पछिको अपर्च्युनिटी भनेपछि अब त्यत्रो मन्दिरहरू ढल्यो मान्छे मर्यो त्यसपछि अब इन्भल्भमेन्ट मेरो आफ्टर अर्थक्वेक कस्तो भयो भन्दाखेरि हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम भन्ने जुन अफिस छ त्यो हनुमान ढोकाकै त्यो जुन एरियालाई चाहिँ कन्जर्भ गर्ने या त्यसमा काम गर्ने अफिस हुँदाहुँदै पनि
कोर एरियामा पनि अरू पार्टहरू पनि हामी काम गर्छौँ क्या ए अफिसमा। म एज अ टेक्निकल पर्सन चाहिँ मेरो काम चाहिँ त्यो मन्दिर बनाउने या फल्चा बनाउने या होइन डिओसी बनाउने मात्र थिएन। सोसियल्ली एक्टिभ हुनुको कारण चाहिँ कस्तो भयो भन्दाखेरि अरू एउटा इन्ट्रेस्टिङ कुरा जोड्छु यसमा। वैशाखमा भूकम्प गयो, अब मन्दिर ढल्यो, तर अब कतिपय अवस्थामा चाहिँ महानगरपालिका इट्सेल्फ, त्यसलाई हामी स्थानीय जुन सरकार भन्छौँ, त्यो बेलासम्म स्थानीय सरकार थिएन। चुनाव त 74 मात्र भयो नि। 72 सालमा कर्मचारी तन्त्रले नै चलाइरहेको थियो होइन। त्यो बेला चाहिँ त्यति धेरै बजेट पनि हुँदैन थियो महानगरपालिकामा। अब रिकन्स्ट्रक्सन गर्नलाई त बजेट त चाहियो। अनि त्यो बेला चाहिँ अब त्यो त अब एडमिनिस्ट्रेटिभ पार्ट हो, अब त्यो बजेट कहाँबाट ल्याउने के गर्ने भन्ने कुराहरू। अनि बिस्तारै बिस्तारै चाहिँ अब त्यो नर्मलाइज हुँदै गइसकेपछि चाहिँ अनि के पहिला बनाउने भन्ने कुरामै बढी फोकस भयो। काठमाडौँको हकमा भन्यो भने सबभन्दा डिभास्टेटेड भनेको काष्ठमण्डप, मोर देन 40 पिपल डाइड होइन। अनि काठमाडौँमा अब मरु सतह भन्छौँ हामी, काष्ठमण्डप ढल्यो, त्यसभन्दा पछाडिको विमलेश्वर मन्दिर ढल्यो, यताबाट त्रैलोक्य मोहन मन्दिर ढल्यो, माजुदेव ढल्यो, यता लक्ष्मीनारायण मन्दिर ढल्यो, यता कृष्ण मन्दिर ढल्यो, यता शिव मन्दिर, सरस्वती मन्दिर, थुप्रै चिज ढल्यो। अनि अब ठ्याक्क 72 सालमा त्यो भइसकेपछि चाहिँ प्रायोरिटीमा कुन राखेर जाने भन्ने कुरा हुन्छ, बजेटका कुराहरू पनि होलान्। त्यसपछि चाहिँ अनि प्रायोरिटाइज गर्दै 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 एउटा काम गर्दै गऱ्यौँ हामीले। र अर्को इन्ट्रेस्टिङ कुरा एउटा के थियो भन्दाखेरि 72 सालमा अब म अलिकति यसलाई चाहिँ व्यावहारिक रूपमा जोड्छु। एज एन आर्किटेक्ट त मैले काम गर्ने त आफ्नो एउटा कर्मक्षेत्र छँदैछ। हनुमान ढोकामा भदौ महिनामा त इन्द्रजात्रा सुरु हुने। अनि अब त्यहाँ चाहिँ अलिकति डिबेट हुन थाल्यो। अब काठमाडौँको कोरमा जहाँबाट इन्द्रजात्राको रथ तान्नुपर्छ नि, तिमीलाई थाहा छ त्यो? म चाहिँ हेर्नु गएको छैन। ओके। अनि 8 दिन जात्रा हुन्छ। एकचोटिको चाहिँ लाइक पहिला साथीसँग गएको थियो क्या, त्यो लाइक कोर कताबाट तान्छ त्यो ल आउनु रुटहरु म चाहिँ आइडिया तिमीलाई छैन। देखाइदिन्छु होइन। 8 दिन जात्रा हुन्छ, 3 दिन रथ तान्नुपर्छ। 3 दिन रथ तान्ने हाम्रो थने, कोने, नान्जाया भनेर 3टा रुट छ। अनि अब कतिसम्म चाहिँ अब त्यो कम्युनिटीहरू त्यहाँ सबै गुठियारहरू बसेर सल्लाह भएको थियो कि रथ तान्न सक्ने अवस्था छैन भनेपछि अब लाइफमा फर्स्ट टाइम चाहिँ हिस्ट्रीमै फर्स्ट टाइम चाहिँ अब रथ नतान्ने भयो। बोकेर लाने, अब जात्रा त गर्नु पऱ्यो, बोकेरै घुमाउने हो कि भनेर चाहिँ विभिन्न गुठी खलहरू, कमिटीहरू, गुठी संस्थान, अब अरू निकायहरू बसेर सल्लाह हुँदाखेरि चाहिँ अब रथ तान्न सकिन्न भन्ने कुरा भयो। अनि त्यति भइसकेपछि चाहिँ अब गर्ने के, अब यो एकदमै भन्छ नि त हामी कहाँ त अब यस्तो कुमारीको रथ नतान्दाखेरि केही विघ्न बाधा होला, देशमा फेरि अर्को त्यस्तै केही आउँछ भन्दै 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 गर्दाखेरि कहाँबाट चाहिँ अनि मलाई अपोइन्ट गर्यो केमा भन्दाखेरि महानगरपालिकाबाट त्यो रथ रुट सबै घुमेर रथ तान्न सक्छ कि सक्दैन भनेर रिपोर्टिङ गर्नुपर्ने। अनि त्यो बेला चाहिँ रमाइलो के थियो भन्दाखेरि त्यस पुरै रथ 3टा रुट घुमे रथ तान्ने रुटमा। अनि त्यो बेला त अब प्राइभेट घरहरू स्पेसली सबैमा टेका लाग्थ्यो होइन। अब टेका लाग्छ रथ गुड्छ कि गुड्दैन त, त्यो त हेर्नु पऱ्यो। अनि त्यो सबै रुट घुम्दा घुम्दै अनि मैले त्यो बेला चाहिँ अर्को टिमले चाहिँ पहिलाको टिमले चाहिँ सबै रुट घुमेर चाहिँ सकिँदैन भन्ने रिपोर्ट दियो। त्यसपछि म कहाँ ठोकिन आयो, अनि म गएर घुमेँ, एउटा घरको सबैको मेजरमेन्ट लिएँ। रथको मेजरमेन्ट लिएँ पहिला, रथको पाङ्राको त्यो डिस्टेन्स कति हुन्छ, त्यसपछि त्यो मेजरमेन्ट लिँदै 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 सब रुट घुमेँ। अनि एउटा घरको सब मेजरमेन्ट लिइसकेपछि कतिवटा जुन त्यो टेका लागेको हुन्छ नि, सोरिङ, डेथ सोरिङ, अनि त्यो टेका लागेको डेथ सोरिङहरू कतिवटा घरले चाहिँ छुन्छ, कतिवटा छुँदैन, त्यो पनि डाटा निकालेँ होइन। अनि निकालेपछि अब जुन ठाउँमा छुन्छ एउटा घरको घर नम्बर सहित राखेर त्यो टेका हटाउनु पर्ने इस्टिमेट निकालेँ। ल यो घरमा रथ तान्दा टेका हटाउने, तर टेका हटाएर त फेरि घर त हल्छ नि त, प्राइभेट बिल्डिङ, त्यसलाई चाहिँ मेटल प्रप्सहरू चाहिँ सारे सबै रुटमा। त्यो गर्दाखेरि अनि बल्ल रथ तान्ने वातावरण बन्यो। एउटा पेपरै बन्ने रहेछ त्यसमा त, निकाल्नु होइन? होइन यस्तो भयो, म एकदम फ्रेङ्कली भन्दाखेरि काममा यस्तो बिजी हुन्छु कि मेरो लेख्ने त्यो समय नै हुँदैन कि मसँग। त्यो एक्सपिरियन्स चाहिँ सुनाउँदै हिँड्छु म, सुन्दै दिमागमा बनिसक्यो कि एउटा पेपर त त्यो गराइदिएँ होइन। अनि रथ तान्न चाहिँ त्यो बेला सम्भव भएपछि अलिकति मलाई चाहिँ कम्युनिटीका मान्छेहरूले पनि चिन्न थाले। काम त अब आफ्नो टेक्निकल फिल्डको काम त गर्दै थिएँ, यो व्यवहारिक कुराहरू भयो नि त। अनि कम्युनिटीमा भिज्न सजिलो भयो।
त्यो एउटा इभेन्ट पनि मलाई चाहिँ टर्निङ पोइन्ट जस्तो लाग्छ मलाई यो हेरिटेज कन्जर्भेसन मात्र नभइकन यो जुन जसरी म यो जात्राहरूमा इन्भल्भ हुँदै गएको कुराहरू यसले एकदम प्रभाव पार्छ कि मलाई मलाई नि प्रभाव पारेको छ हेर्नु न तपाईँको फोटो हेऱ्यो भने जहिले जात्रामा भोल्न्टियर गरिराख्नु भएको हुन्छ नि त तपाईँ हो कि गर्नु त भिडियो यत्रो आइरहेको हुन्छ फोटो यत्रो आइरहेको हुन्छ होइन अनि अमित दाई आउँदै हुन्छ चाहिँ म के लम भयो कि मलाई होइन ठ्याक्क दिमागमा जात्रै क्लिक भयो कि आज त म नेवारी अटाइमै जान्छु किनभने हाम्रो अमित दाई देख्ने बित्तिकै त मलाई जात्रा भाइब्स आउँछ भनेर अनि म रेडी भएर आएको हो कि आज त्यो जात्रामा चाहिँ अनि पछि त्यो साल पछि चाहिँ थुप्रै अरू चुनौतीहरू पनि आए टाँको होइन अनि त्यसपछि कमिटीमा मलाई भिज्न पनि सजिलो भयो धेरै मान्छेले त्यसरी चाहिँ नट ओन्ली टेक्निकल पर्सन जाहिरे मात्र होइन यो मान्छे अरू पनि इन्भल्भ हुनसक्छ भन्ने मलाई मान्छेलाई त्यो भयो नि त अनि त्यहाँदेखि जात्राहरूमा चाहिँ अब प्रायः अब अहिले त सबै जात्राहरूमा इन्भल्भ हुने कारण त्यो पनि हो मान्छेले बनाउँछन् यहाँ यस्तो गर्नु पऱ्यो टेक्निकल आइडिया पनि लिनुपर्छ अनि अहिले त व्यवस्थापनमा पनि छौँ हामी म त त्यही सोध्न खोजिरहेको थिएँ जात्रामा यत्रो इन्भल्भ हुनुपर्छ होइन कल्चरली मात्रै एक्टिभ होइन कि टेक्निकली पनि के हेर्नुहुन्छ भनेर अब टेक्निकली यस्तो थियो है अब यसलाई दुईवटा पाटोबाट जोड्छु म हुन्छ जात्राहरूमा चाहिँ विशेष त है अब हुन त अलिकति अपवाद पनि छ यो विषयमा वर्षमा ठुलो जात्रा दुईवटा हुन्छ काठमाडौँमा इन्द्र जात्रा एउटा सेतो मच्छरनाथको जात्रा होइन जनवाद्य जात्रा दुईवटा जात्राको चाहिँ टाइमिङ अपार्ट लगभग 6 मन्थ्सको हुन्छ एउटा चैत महिनामा हुन्छ एउटा भदौ महिनामा हुन्छ अनि मेरो ड्युटी चाहिँ के थियो त भन्दाखेरि बिफोर अर्थक्वेक पनि है जात्रा हुने बेलामा अब हाम्रो यस्तै त जात्रा जब जात्रा हुन्छ त्यो बेला बाटो ताल्नुपर्छ खाल्लाखुल्ली होइन अनि त्यो काम पहिला पनि गर्थेँ मैले नगरे होइन बिफोर अर्थक्वेक पनि त त्यो कामहरू गर्थेँ त अनि जात्राको रुटहरू सबै बनाउने डिपार्टमेन्ट मेरो टेक्निकली होइन अफिसियली नि अनि त्यो गर्थेँ म अनि त्यो गर्दै पनि कम्युनिटीमा मान्छेले धेरैले चिन्थ्यो अब कतिपय अवस्थामा के हुन्थ्यो भन्दाखेरि दिनभरि अब त्यो कोर एरियामा थाहा छ नि त दिनभरि भेहिकल मुभमेन्ट मान्छेको मुभमेन्ट यस्तो हुन्थ्यो कामै गर्न सक्दैन थियो झडै पर्थ्यो दिउँसो बाटो जाम गऱ्यो यहाँ उहाँ होइन जाम हुन्थ्यो नि त अनि म राति 1-2 बजीसम्म पनि बसेर पनि बाटो बनाएको छु मैले रातभरि खटेर होइन अब काम गर्ने मान्छेहरूलाई त फेरि अब आफू मान्छे कस्तो हुन्छ भन्दाखेरि त्यो कसैलाई काम लगाइसकेपछि आफू अगाडि बसेन भने काम बिगारिदिन्छ भन्ने हुन्छ नि त र मटेरियलहरू हालिदिन्छन् सेटै हुन पाउँदैन फेरि आफ्नो माथि जिम्मेवारी भएपछि आफूलाई पनि अनि भोलि आफू त्यही जात्रामा हिँड्दाखेरि तैँले बनाएको बाटो बिगारिस बिग्रियो भनिहाल्छ अनि त्यो कारणले गर्दाखेरि पनि मेरो यति अफिसियल्ली टेक्निकली त्यो पनि पार्ट भयो एउटा बाटोहरू सबै हेर्नुपर्ने मैले दुईटै जात्रामा पुरै रुट घुम्छु म त्यसपछि यो काठमाडौँको जात्राको रुट जुन न्युज पेपरहरूमा दिने जात्रा रुटको सबै म्याप बनाएको मैले म्यापको नि फोटोहरू देखिरहेको छु तपाईँको फेसबुकमा जात्राको रुट बनाइरहेको रुट चाहिँ अनि बनाउन थालेँ त्यसपछि त्यसलाई पनि डिजिटाइज गर्दै अब त्यो सबै सर्कुलर गर्न थालेँ अब जात्रामा यस्तो इन्भल्भ हुनुको अर्को एउटा चाहिँ मेन काम चाहिँ अब कम्युनिटीले पनि मलाई चाहिँ भनौँ न अब सक्छ यो मान्छेले भन्ने एउटा विश्वास पनि भयो होला नि त्यसपछि जात्राहरूमा लाग्न थालेको मलाई जात्रामा ठ्याक्क एउटा स्ट्राइक भइहाल्यो कि मलाई मेरो छोरी लास्ट टाइम एकदम लाखे मन पराउँछ कि डराउँदैन कि लाखे भन्छ एकदम खुसी हुने होइन अनि फेरि मेरो एकजना मेरो ज्वाइँको साथी पनि लाखे भन्छ कि अब ऊ पनि लाखे भनेर मैले बोकेर ल फ्याट्ट सोधेँ मैले बिर्सेँ फेरि आयुष हो उसको ऊ पनि लाखे बनिरहेको छ उसको पनि छ लाखेवाला धेरै फोटोजहरू छ अनि लास्ट टाइम चाहिँ अर्को लाखे भएको रहेछ अनि उसले चाहिँ अब तपाईँहरूसित अलिक कन्ट्याक्ट हुन्छ नि त अनि ल म लाखेलाई भेटाइदिन्छु टाइपको भयो मेरो छोरी पनि गयो लाखेले बोक्यो पनि डराए पनि रहेन कि अनि तर मेन मैले भन्नु खोजेको चाहिँ के भन्दाखेरि त्यो बेलामा हामीले लाखे कहाँ छ भनेर चाहिँ ट्र्याक गरिरहेको थियो कि मेरो ज्वाइँले चाहिँ ल दिदी अब जम्मै लाखे यहाँ पुग्यो यताबाट निस्क्यो अब यहाँ लाखे यो पोइन्ट देखाइरहेको छ अनि बाँकी त्यो के भन्छ भगवान्हरू हुन्छ नि नाच अब भनौँ न डान्स गराउनुहुन्छ नि उहाँले हो त्यस्तोहरू चाहिँ यता हुनुहुन्छ लाखे अब यति बेरमा यता पुग्छ अनि उहाँले त त्यो लाइक समयहरू त्यस्तो छाड्नुहुन्छ नि होइन त्यस्तो पोइन्ट्सहरू सबै देखाइरहेको थियो कि त्यो एपमा त्यो चाहिँ के हो भनेर त्यो भएर कति सजिलो भएको थियो कि हामीलाई ठ्याक्क लाखे यस्तो हो अब यो जात्राहरूमा चाहिँ भनौँ न इन्द्र जात्रामा स्पेसली धेरै एन्टिटीहरू छन् इन्द्र जात्रामा हामीले अहिले जस्तो म इन्भल्भ भइसकेपछि मलाई कति कुराहरू थाहा छ नि प्रायः लोकल मान्छेलाई त्यहीँका बसेको मान्छेहरूलाई बाहेक अरूलाई थाहा हुँदैन के त भन्दाखेरि इन्द्र जात्रामा 8 दिनसम्म जात्रा हुन्छ भने मैले फ्रम स्टार्टिङ डे योसिङ उठाउँछ हनुमान ढोकामा फ्रम द्याट फर्स्ट डे जात्रा सुरु भयो अनि फ्रम द्याट फर्स्ट डे पुरुकिसी जुन किलागलबाट निस्किन्छ मजिपार लाखे भन्छौँ हामी वर्षमा 8 दिन मात्र निस्किने लाखे त्यही हो अनि माथि हलचोकमा आकाश भैरव भन्छ हाम्रो लोकल ल्याङ्ग्वेजमा चाहिँ हामी सवापक्कु भन्छौँ
त्यो पनि 8 दिनसम्म नचाउनु पर्ने। त्यसपछि हाम्रो किलागलमा अर्को डिप्याखा भन्ने छ, देवी नाच भन्छ। अब नेपालीकरण गर्दा देवी नाच भयो, तर हामी डिप्याखा भन्छौँ। त्यो 5 वटा डिफ्रेन्ट ड्रेसमा नाच्नेवाला हो त्यो? त्यसमा त 10-11 वटा डिफ्रेन्ट अटायरमा डिफ्रेन्ट डिफ्रेन्ट मार्क्समा हो। डिफ्रेन्ट मार्क्स हुने त्यो डिप्याखा हुन्छ। अनि त्यस्तै यहीँ खपको भक्तपुरको चाहिँ महाकाली प्याखा पनि नचाउँछ त्यो 8 डेजमा। अब जुन अघि तिमीले भनेको टेक्नोलोजीको इन्टरभेन्सनमा चाहिँ कहाँ आयो भन्दाखेरि अब यो जात्रा हुने बेलामा साँझ हुन्छ, बेलुका हुन्छ, त्यसपछि रथ कहाँ पुग्यो थाहा छैन, को कहाँ छ थाहा छैन, लाखे कहाँ पुग्यो, पुल्केसी कहाँ पुग्यो, सब। अनि सर्टेन फेरि डेटीहरूको चाहिँ सर्टेन ठाउँमा पुग्नै पर्छ भन्ने एउटा रुल हुन्छ। जस्तै पुलुकेसी, लाखे, मजिपा, लाखे अनि सहभोगो, उहाँहरूको चाहिँ त्यो 8 दिनसम्म हनुमान ढोकामा हाजिरी गर्न जाने भन्ने हुन्छ। हनुमान ढोका पुग्नै पर्छ होइन। अनि त्यसपछि चाहिँ उनीहरूको आफ्नो रुटमा घुम्छन्। अनि यस्तै कुरा हुँदै आएपछि अब लाखे कहाँ छ थाहा छैन। जनरली रथ तान्ने दिन 3 दिन, अरू 5 दिन चाहिँ उहाँहरूको आफ्नो रुटमा घुम्ने हुन्छ क्या। फेरि त्यो त्यो आफ्नो रुटमा घुम्दाखेरि अब मान्छेहरूको एक्साइटमेन्ट भइरहेको हुन्छ नि त, लाखे कहाँ पुग्यो, पुल्केसी कहाँ छ। तर त्यो हुँदाखेरि चाहिँ मान्छेलाई चाहिँ के प्रब्लम भयो भन्दाखेरि अब वर्षमा एकचोटि जात्रा आउँछ। जस्तो तिमी कोरेनिया बस्दैनौ, जात्रा 8 दिन चल्छ, आफ्नो काम विशेष सबै भ्याएर जात्रा हेर्न जान्छ, तर छैन हो नि, पुग्दा सकिसक्यो भन्ने सुन्छ, कहाँ पुग्यो भन्ने सुन्छ। अनि त्यसपछि यही कुराहरूले गर्दाखेरि एउटा गल्ली एप्स भन्ने एउटा ग्रुप अफ पिपल होइन, उहाँहरूले चाहिँ गल्ली एप्स निकाल्नु भयो। अनि उहाँहरूले चाहिँ यो विभिन्न यो लाखे पुल्केसी उहाँहरूको चाहिँ चिप्स राखिदिएपछि चाहिँ जिपिएस ट्र्याकिङ गरेर अनि त्यो एप्स बल्ल निस्केको। त्यसले सजिलो भयो। अब लाखे कहाँ पुगेको छ, त्यसमा पनि धेरै पहिला फ्लजहरू थियो, ड्रब्याक्सहरू थियो, त्यो पनि मिलाउँदा अब चाहिँ हामीले चाहिँ उहाँहरूसँग पनि टाइप भइसकेपछि चाहिँ उहाँहरूले चाहिँ त्यो जिपिएस ट्र्याकिङ राखिसकेपछि अब सजिलो भयो। एप्समा हेरेर यु क्यान फलो द्याट होइन। गल्ली एप्स भन्ने हामीले राख्यौँ भने एकदम उसलाई लिएर 24 घण्टा उभिएर कुरिराख्नु पनि गाह्रो भएन। त्यो चाहिँ त्यसरी चाहिँ टेक्नोलोजी इन्टरभेन्सन त्यहाँ पनि भयो। त्यसले गर्दाखेरि अहिले हाम्रो यो जन्मदेव जात्रामा पनि त्यो सुरु भयो होइन। म त अब जात्राहरूमा चाहिँ त्यसरी गर्दै गर्दाखेरि टेक्नोलोजिकल इन्टरभेन्सन भएको राम्रो पनि हो होइन। अब यु नेभर नो नि, अब जात्रा भइरहेछ, अब हेर्ने इन्ट्रेस्ट त छ, तर कतिलाई रुट पनि थाहा हुँदैन, कतिलाई दिन पनि थाहा हुँदैन। दिन थाहा हुँदैन नि त, त्यो चाहिँ सजिलो भएको छ। त्यो चाहिँ जात्राहरूमा चाहिँ यो नयाँ प्रयोग हो होइन, जसले चाहिँ धेरै कुराहरू सहज पनि भएको छ। त्यो मैले लास्ट एकचोटि त्यस्तै गर्दाखेरि चाहिँ पहिला तपाईँले भने जस्तो इन्जात हेर्न आयो भन्दाखेरि त अब अफिसमा आइरहेको हुन्छ, फर्किँदा फेरि अब यहाँ त हाम्रो बिदा हुँदैन होइन भक्तपुरमा त। अनि यहाँबाट फर्किँदासम्म बेलुका सक्छ, फेरि यताउता भन्ने मिलेर हुँदैन। अनि त्यो एपले गर्दा चाहिँ ठ्याक्क मैले त्यो एकचोटि चौमतीमा मेरो छोरीले लाखेर्नु पर्यो, लाखेर्नु भने ठ्याक्क त्यो राति अँध्यारै भइसकेको थियो। अनि ठ्याक्क त्यो यहाँ हुँदैछ भने एकचोटि चौमतीमा अनि एकचोटि चाहिँ नयाँ बजारमा चाहिँ त्यो उहाँहरूको चाहिँ के हुन्छ त भन्दाखेरि मैले अघि भने नि 3 दिन रथ तान्ने दिन बाहेक अरू जुन रिक्सेस टाइमिङ हुन्छ नि, त्यो बेला चाहिँ उहाँहरूको चाहिँ पूजा लिँदा नै भन्ने हुन्छ क्या। अनि विशेषतः चाहिँ कस्तो भन्दाखेरि जुन लाखे पुलुकेसीको छोरीबेटीहरू जहाँ बिहा गरेर दिएको हुन्छ नि, छोरीबेटीहरू कहाँ चाहिँ लानुपर्छ कि उहाँहरूको। त्यही भएर त्यहाँ चाहिँ रुट, अब त्यो त सर्टेन रुट त हुँदैन। अनि उहाँहरूको चाहिँ आफ्नै गुठीले रुट चाहिँ बनाएको हुन्छ, आज यो ठाउँ जाने, यहाँबाट घुम्ने भन्ने हुन्छ। त्यो त अब त्यो सर्टेन त्यो इन्भल्भ भएको मान्छेलाई मात्रै थाहा हुन्छ नि त। अनि अरू दिन त थाहा हुँदैन। अनि त्यो 3 दिन जात्रा भने चाहिँ त्यो रुटमा मात्र घुम्छ, अरू दिन त्यो जान पाउँदैन उहाँहरू। त्यो रुटमा मात्र त्यो देउताको अगाडि पछाडि नै घुम्ने भएको चाहिँ त्यो पर्टिकुलर 3 डेज चाहिँ थाहा हुन्छ रुट, अरू दिनमा चाहिँ थाहा हुँदैन नि त। त्यो त ठ्याक्क फेरि सँगसँगै हुन्छ, ठ्याक्क ग्याप गरेर कि फर्स्टमा ठ्याक्क दिव्या अनि लाखे अनि पुलिस आएर ठ्याक्क लाइने ठ्याक्क ग्याप मिलाएर आउनु हुन्छ। पर्टिकुलर जात्राकै दिन जात्रा त अब अभियसली 8 दिन हो, रथ तान्ने दिनमा मात्र त्यो सबै चिज हेर्न पाउँछ है। त्यस्तो सम्झिँदै अबलाई कहिले त जात्रा होला जस्तो अब आउनु लाग्यो नि, अब त 2 months। दाइ त बिजी हुनुहुन्छ, दाइ पुरा यस्तो यस्तो अब त्यो पनि साथीभाइले माया गरेर ल यो जिम्मेवारी भनेर दिन्छन्। अब जिम्मेवारी दिएपछि अब आफू त्यही परिवेशमा हुर्केर आएको मान्छे अनि जात्रा भएपछि त होइन, जिम्मेवारी लिएपछि फेरि म त फेरि एकदमै त्यो भनौँ न डेडिकेसन त्यसरी हुन्छ क्या। 6-7 दिनसम्म त न खाने ठेगान न घर जाने ठेगान होइन। जात्रा भएपछि अब त्यो लागै हुन्छ। जस्तो जिम्मेवारीको कुरामा मलाई फेरि अर्को एउटा जिम्मेवारी याद आयो तपाईँको। अघि हामी हनुमान ढोकामा थियौँ नि त,
त्यसमा नि तपाईँले जिम्मेवारी एउटा लिनुभएको थियो होइन अनि हनुमान ढोका बनाइरहेको बेलामा चाहिँ मैले चाहिँ जाने अवसर पाएको थिएँ गौरव दाइले चाहिँ मलाई घुमाइदिनु भएको थियो कि गौरव दाइले चाहिँ बोलाउनु भएको थियो मलाई कहिले आउने भन्नुभएको थियो अनि एक दिन चाहिँ मिलाएर मैले ठ्याक्कै कल गरेको थिएँ उहाँलाई अनि बस्नु प्रोग्राम त्यही हुँदो रहेछ ल त तिमीलाई घुमाइदिन्छु भनेर मलाई भित्र सबै घुमाइदिनु भएको थियो कि अनि दरबारभित्र छिटो सबै ल हामीले त्यसो काम गरेर ल हेर भनेर एज एन आर्किटेक्ट पनि ल हेर भन्नु भएको थियो अनि मलाई त्यहाँको सबै स्पेस अब कति कुरा चाहिँ यस्तो हुँदो रहेछ कि नजिकको तीर्थ हेला भने जस्तो हुँदो रहेछ कि म साँच्ची भन्नु त गएको थिइनँ त्योभन्दा अगाडि म कष्टमण्डप पनि त्योभन्दा अगाडि गएको थिइनँ होइन धरहरा चाहिँ एक टाइम गएको भएर खुसी लाग्थ्यो ल भत्के पनि मैले एक टाइम एक्सपिरियन्स गर्न पाएँ भनेर धरहरा एकचोटि छिर्न पाएँ कि म पुरानोमा एकचोटि मात्रै हो त्यो पनि म्याथसम्म गएको त्यो पनि हाम्रो कलेजमा ब्याचलरमा केस स्टडी थियो सिभिल मलको अनि मलको स्टडी गर्न जाँदाखेरि सबै भक्तपुरको साथीहरू अनि ल नि त धरेर जाउँ न त एकचोटि भनेर उहाँहरूसँग जाँदाखेरि चाहिँ मैले एक्सपिरियन्स गर्न पाएँ होइन हनुमान ढोका त गएको नै थिइनँ कस्टमरमा पनि गएको थिइनँ बाहिरबाट मात्रै हेरिरहेको थिएँ कि अनि त्यो बेला गौरव दाइले ल यस्तो यस्तो हो यहाँको स्टोरीहरू यस्तो यस्तो यहाँ यस्तो गरे त्यो यस्तो कोट पर्वत थियो यो यस्तो स्पेस हो यो यस्तो स्पेस हो यहाँबाट चाहिँ त्यो तले जो देख्छ टाइपको सबै स्पेसहरू देखाउँदाखेरि त मलाई कस्तो फिल भएको कि ओ माई गड लाइक हुन्छ नि आफ्नो ठाउँमा गएको छैन अनि यस्तो पनि स्पेस रहेछ भने जस्तो हुन्छ नि अनि त्यसमा अझै यसरी काम गरिरहेछ भन्दाखेरि मलाई तपाईँहरूले यस्तो काम गरिरहेछ भन्दा आफूलाई यस्तो प्राउड फिल भइरहेको थियो कि होइन दाइले यस्तो गर्दा काम गरिरहेछ कस्तो राम्रो प्रोजेक्टमा जस्तो हुन्छ नि किनभने यो त नेसनल लेभलको मात्र होइन नि त होइन ग्लोबली नै हो नि त त्यस्तोमा एउटा पोस्टमा काम गर्दाखेरि तपाईँको एक्सपिरियन्स कस्तो थियो अब यस्तो अब काम ठुलो सानो त हुँदैन अब जस्तै अब नाम लिइहाल्यो तिमीले अब मेरो कलिग गौरव र हामी दुईजना काम गर्दै गरेको इट्स मोर देन 10-11 इयर्स अनि हनुमान ढोकामा मात्रैको कुरा नगर्दाखेरि कोर एरियामा प्राय ठाउँमा काम हेर्छौँ हामी दुईजनाले चाहिँ म र मेरो साथीले चाहिँ दुईजनाले हामीले चाहिँ कोर एरियामा धेरै काम गरेका छौँ अब पर्टिकुलरली वर्ल्ड हेरिटेज साइटमा काम गर्नु र बाहिर काम गर्नु अलिक फरक छ वर्ल्ड हेरिटेज साइटमा काम गर्दाखेरि चाहिँ धेरै कुराहरू नर्म्स त हामी फलो गर्छौँ नै पुरातत्वको नर्म्स त फलो गर्नैपर्छ गर्छौँ नै तर हनुमान ढोकाभित्र काम गर्दाखेरि चाहिँ धेरै एन्टिटीहरूसँग सल्लाह गर्नुपर्छ जस्तै पुरातत्व विभागसँग हामीले ड्रइङ डिजाइन इस्टिमेटहरू सल्लाह गर्नुपर्ने हुन्छ अनि कतिपय मोनुमेन्ट्सहरूमा चाहिँ भोगाधिकार भनेर चाहिँ गुठी संस्थानसँग पनि सल्लाह गर्नुपर्ने हुन्छ अनि त्यो गर्दाखेरि हनुमान ढोकाको पेरिफेरीमा काम गर्दाखेरिको कोअर्डिनेसनहरू चाहिँ धेरै गर्नुपर्छ पुरातत्व विभाग सम्बन्धित अझ गुठीहरूसँग र गुठी संस्थान इटसेल्फ एउटा अर्को एन्टिटी गभर्मेन्ट एन्टिटी छ तिनीहरूसँग चाहिँ छलफल गरेर सल्लाह गरेर गर्नुपर्छ हामीले बजेटिङका कुराहरू हुन्छन् अनि जिम्मेवारी लिने कुराहरू हुन्छन् हनुमान ढोकामा चाहिँ वर्ल्ड हेरिटेज साइटमा चाहिँ काम गर्दै गर्दाखेरि चाहिँ धेरै कुरा सिक्यो पनि है म त अझै पनि सिक्दै नै छु त्यो कन्जर्भेसन भन्ने कुरा मेरो विचारमा चाहिँ नो वान इज पर्फेक्ट होइन कुनै पनि एउटा मन्दिरसँग अर्को मन्दिरको या कुनै पनि एउटा फल्चासँग अर्को फल्चाको कुनै पनि एउटा ड्योछेको अर्को ड्योछेसँग हरेक इन्डिभिजुअल प्रोजेक्टमा नयाँ नयाँ कुरा सिक्ने हो क्या इभन अहिले पनि म सिक्दै नै छु यो यसमा चाहिँ यत्रो वर्ष काम गरेर पनि सिक्ने हुँदैन लाइफ भनेको लर्निङ प्रोसेस हो नि गर्दै नै छु स्टिल अहिले पनि होइन अब मैले यत्रो वर्ष काम गरेँ इभन अहिले 14 इयर्स पछि 15 इयर्समा लाग्न लाग्यो मैले कन्जर्भेसनको काम गरिरहेको महानगरपालिकामा यति गर्दा गर्दै पनि सिक्ने क्रम छोडेको छैन गर्दै नै छु सिक्दैछु नयाँ नयाँ कुरा सिक्दैछु अनि मलाई चाहिँ स्पेसली अझ चाहिँ आर्किटेक्चरल भन्दा नि जुन त्यो ग्रासरुट लेभलबाट काम गर्ने मान्छेहरू हुन्छ नि आर्टिसनहरूदेखि लिएर जामी मिस्त्रीहरूको पनि काम सिक्छु कि म त बुट्टा कसरी हान्छ इँटा कसरी राख्छ मसला कसरी बनाउँछ त्यो पनि लर्निङ प्रोसेसमा चाहिँ सिक्नुपर्छ भन्छु कि म चाहिँ अब लाइफमा यति धेरै बिजी भइयो कि मलाई काठमा बुट्टा कोर्नु सिक्नु मन थियो समय नै मिलेन होइन अनि म चाहिँ काम गर्दा चाहिँ मेरो चाहिँ एउटा बानी के छ भन्दाखेरि काम गर्दै गर्दाखेरि अब जस्तो कि हाम्रोमा त गभर्मेन्ट प्रोजेक्टहरूमा त आइदर यु हेभ टु बिड प्रोजेक्ट बिडिङ प्रोसेसबाट गर्छौँ अर्को हामी उपभोक्ता समितिको मोडल भन्छौँ हामी होइन युजर कम्युनिटी मोडलबाट काम गर्छौँ अनि सानसानो कामहरू कोटेसनबाट पनि गर्छौँ अनि त्यो गर्दा गर्दै चाहिँ अनि काम गर्ने मान्छेहरूसँग चाहिँ मेरो चाहिँ एकदम लिङ्क हुन्छ अनि काम गर्ने मान्छेहरूसँग चाहिँ गएर बस्छु कुरा गर्छु सिक्छु सिकेको कुरा पनि बिगारेर कराउँछु पनि म होइन अनि त्यही भएर चाहिँ
यो कामहरू चाहिँ हनुमान ढोका मात्र होइन, ती बाहेक मैले काठमाडौँ पोर एरियामा आफूले काम गरेको भन्नु त अप्ठ्यारो हुन्छ, तर धेरै काम गरेको छु मैले। लगभग मैले झन्डै 12-14वटा बिहार बनाइसकेँ होइन, मन्दिरहरू पनि बनाएको छु, पार्टी पौवाहरू पनि बनाएको छु होइन। त्यही गर्दै गर्दाखेरि यी सबै हेरिटेज कन्जर्भेसनका काम गर्दै गर्दाखेरि सिक्ने मौका पनि हो आफ्नो र सिकाउने मौका पनि हो। कतिपय अवस्थामा चाहिँ सबै काम गर्ने मान्छेहरू जानेर आएका पनि हुँदैनन्, अनि तिनीहरूलाई सिकाउनु पनि पर्छ आफूले। अनि त्यही भएको चाहिँ अनि अघि मैले सुरुमै भनेको कुरा नेवारी डायलेक्टको कुरा गरेँ नि, नेवारी टर्मिनोलोजीहरू सिक्नुपर्छ भन्ने कारण किन भन्दाखेरि अहिले पनि हामीले यो काठको काम गर्दै गर्दाखेरि, इँटाको काम गर्दै गर्दाखेरि, ढुङ्गाको काम गर्दै गर्दाखेरि त्यो आर्टिसनहरूले काम गर्दै गर्दाखेरि उनीहरूले बोलेको कुरा आफूले बुझेन भने मैले कसरी अरूलाई एक्सप्रेस गर्ने? उनीहरूको ल्याङ्ग्वेज पहिला बुझ्नु पऱ्यो, अनि उसको ल्याङ्ग्वेज बुझेपछि उसले बोलेका टर्म्सहरू बुझ्नु पऱ्यो, अनि उसले बोलेका टर्म्स पछि झ्यावलका कुरादेखि आउलान्, गर्ने टेक्नोलोजीको कुराहरू आउँछन्। अनि त्यही भएको पनि ती कुराहरू चाहिँ सबै जोडिँदै आउँछन् क्या। त्यही भएर हनुमान ढोकामा काम गर्ने प्रोसेस र अरूकोमा काम गर्ने सबै एउटै हो, गर्ने तरिका सबै एउटै होला, तर प्रोसेस चाहिँ फरक हो क्या। तर त्यो यस्तो हुन्छ नि त, लाइक एउटा सतलमा काम गर्दाखेरि लाग्ने मटेरियल्सहरूदेखि लिएर त्यहाँको होइन आर्टिसियन्सहरूदेखि लिएर अब ठुलो प्रोजेक्टमा काम गर्दाखेरि त्यो अमाउन्ट त फरक पर्छ नि त होइन, क्वान्टिटी एभ्रिथिङ फरक पर्छ। अब अब यहीँ भक्तुमा काम गर्दा कस्तो हुन्छ भन्दाखेरि हामीले अब कति कुराहरूमा काठहरू पाइरहेको छैन, त्यस्तो टाइपको कुरा आउँछ, आर्टिसियन्सहरू पाइरहेको छैन होइन, त्यस्तो हुन्छ नि। जेनेरेसन ग्याप भएपछि उनीहरू लाइक डिफ्रेन्ट काम गर्न थाल्यो, त्यो मान्छे लिमिटेड भयो भन्ने भयो। त्यस्तो केस चाहिँ आयो कि आएन हनुमान ढोकाबाट? अभियसली आछ नि। अब काम गर्नु मान्छेहरू नपाउँदाखेरि अनि कतिपय अवस्थामा त मैले पनि काम गर्ने मान्छे खोज्न गएको छु, छैन कार्पेन्टरहरू। अब कार्पेन्टर मात्र भनेर हुँदैन कि, यसमा 2-3 थरीको कार्पेन्ट्रीको कुराहरू हुन्छन्। जुन जनरल स्ट्रक्चरका काम गर्नेहरू एउटा होलान्, कोही कार्भरहरू नै हुन्छन्, कोही अझ स्पेसल कार्भरहरू पनि हुन्छन् नि। ती मान्छेहरू भेटाउन अब धेरै गाह्रो छ। मेरो अहिले पनि स्टिल कतिवटा प्रोजेक्ट चाहिँ यहीँ भक्तपुरकै कन्ट्र्याक्टरहरूले गरिरहेछन् र काठको काम गर्ने मान्छे प्रायः मेरो भक्तपुरका मान्छेहरू छन्। अनि म टाइममा आइरहेको हुन्छु यहाँ, म त्यहाँ उनीहरूको काम गरेको त्यो वर्कसपमै गएर हेर्छु, म कसरी काम गरिरहेछ, पुरानो बुट्टासँग मिलाएको छ कि छैन हेर्छु सबै। म त काठहरू कुन प्रयोग गरिरहेछ, म आइरहेको हुन्छु भक्तपुर। हाम्रो कलेजमा नि कार्पेन्ट्री वर्कसप छ नि, यहाँ त छ, तर यहाँ कार्पेन्ट्री त मैले त सिक्नु पाइनँ यहाँ होइन। तर जुन प्रोफेसनली काम गर्ने मान्छेहरू गर्दा एक-एकको मलाई वर्कसप थाहा छ होइन। अब त्यो काम गर्दै जाँदाखेरिको इन्ट्रेस्टको कुराहरू पनि हो, कसैलाई मतलब होला कसैलाई मतलब नहोला। मलाई अलिकति स्पेसली मतलब हुने भएकोले बुट्टा कसरी हालेछ, त्यो सेम हालेछ कि छैन, काठ कस्तो राखेछ, अनि काठ कहाँबाट ल्याएछ सुधै हेर्न जान्छु म त होइन। अब त्यो भनेको अलि आफूलाई अलिक कन्सर्न भएपछि गर्ने कुराहरू हो। त्यो भएकोले चाहिँ सिक्दैछु, अझै पनि सिक्दैछु। अब अझै पनि मेरो 1-2 प्रोजेक्टहरूको यहीँ भक्तपुरमा यता कतै वर्कसपहरूमा चाहिँ यो बुट्टा कुन्ने कामहरू भइरहेछ। म समय मिलाएर चाहिँ आउँछु म। अहिले खोपो चाहिँ कति वर्षपछि आउनुभएको? खोपा 6 years होला। 6 years हो? 6 वर्ष सर्ताहरू त्यस्तै होला, 6 वर्ष त भइसक्यो होला। 6 years। म बिचमा एकचोटि के को लागि चाहिँ आएको थिएँ, सर्टिफिकेटको लागि होला, मेबी हो, डिग्रीको कि डिपोजिट क्लियर गर्नु होला। डिपोजिट क्लियर भइसकेको थियो, सर्टिफिकेट लिन आएको थियो होला। डिपोजिट त्यो पनि अब त्यो पढाइसकिसकेपछि त्यो मतलब भइरहेको थिएन, डिपार्टमेन्टबाट फोन आएर त्यो तपाईँको कलेक्ट गर्न आउनु भनेपछि मात्र आएको म। त्यसपछि आजै होला आएको। तपाईँले अघि भन्नुभएको थियो नि त्यो त्यस्तो प्रब्लम्सहरू आयो भनेर तपाईँ आफै खोज्न जानुभयो भनेर, त्यस्तो केसहरूमा चाहिँ प्रब्लम सल्भ चाहिँ कसरी हुँदो रहेछ त? यस्तो हो, अब त्यसमा 2-3वटा कुराहरू हुन्छ। अब मान्छे पाएन के अन्त काम नगर्ने भएन, अनि कतिपय अवस्थामा चाहिँ स्प्लिट आउट गरेर काम गर्नु पनि हुन्छ। एउटै ग्रुपलाई चाहिँ 2-3 स्प्लिट आउट गरिदिनु पऱ्यो। र यहाँ मान्छे पुगेको छैन, मलाई अलिकति मान्छे यता चाहियो भनेर स्प्लिट आउट। अहिले तिमीले मान्छेको मात्र कुरा गर्यौ, मटेरियलको स्कार्सिटीले काम रोकेको छ। त्यो पनि एउटा हो नि, किनभने अहिलेको मटेरियल जुन हामीले पाउँछ नि त त्यो पुरानो, अब त्यो त दरबार क्षेत्र पनि भयो होइन। अहिलेको ब्रिक र पहिलाको ब्रिकमै कति धेरै फरक छ नि त, धेरै फरक छ। अब पुरै भत्क्यो होइन, अब त्यो पनि युज पनि भएन, अब के गर्ने त? अब यस्तो छ त्यो केसमा चाहिँ के छ भन्दाखेरि एउटा अघि भनेको म्यान पावरको कुरामा चाहिँ त्यसलाई चाहिँ अब कतिपय अवस्थामा त वेट गर्नु बाहेक उपाय छैन। यु हेभ टु वेट अन्टिल यु गेट द रिजल्ट होइन, त्यो भइहाल्यो। अनि मटेरियलको कुरामा पनि अब कतिपय अवस्थामा हामीसँग त अप्सन छैन नि त।
म्यानुफ्याक्चररले म्यानुफ्याक्चर गरेर पाएको छैन, अप्सन भएन। अनि अहिले भने जस्तो हिस्टोरिकल मटेरियल्सहरू भत्किसकेपछि कतिपय मटेरियल काम लाग्दैन, यु हेभ टु रियुज इट द एक्जिस्टिङ वान, र नयाँ पनि युज गर्नु पऱ्यो भनेपछि अनि त्यस्तो अवस्थामा चाहिँ हामीले चाहिँ पुरातत्व विभाग या हामी बसेर चाहिँ सल्लाह गरिकन चाहिँ पुरानो मटेरियल कहाँ युज गर्ने, नयाँ कहाँ युज गर्ने। अभियसली नयाँ र पुरानो चाहिँ जोइन गर्दाखेरि त्यो मिल्दैन पनि, अनि त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ मिलाएर गर्छौँ त्यो कुराहरू। अनि कतिपय अवस्थामा चाहिँ अब टर्मिनोलोजीहरू फेरि आउँछु म। नेवारी बिल्डिङहरू बनाउँदाखेरि महापा एकदम प्रोमिनेन्टली युज हुने महापा, र अब अहिले आएर चाहिँ म्यानुफ्याक्चर नै कम भइसकेपछि त्यो युज हुनु कम भयो, अभियसली यो त यो फ्याक्ट हो। र अहिले हामीले चाहिँ बाहिर चाहिँ डची अपा लाउने, डची अपाको त्यो बुट्टा अपाहरू लाउने छँदैछ। अनि काठका कामहरू त अभियसली भइहाल्यो। त्यो गर्दाखेरि चाहिँ नयाँ र पुरानो युज गर्दा चाहिँ एकदम गाह्रो। सर्टेन एरियामा चाहिँ पुरानो मात्र युज गर्नु पऱ्यो, सर्टेनमा नयाँ मात्रै जान्छ। फेरि नयाँ र पुरानोको जोइन्ट फरक हुन्छ, त्यसको चाहिँ सलहरू, इँटाको सलहरू फरक हुन्छ। त्यही भएर चाहिँ अब पुरानै गर्दाखेरि चाहिँ त्यही मटेरियलहरू फेरि रिप्रोड्युस गर्नु पऱ्यो, त्यसलाई अभियसली टाइम चाहियो, किनभने हामीसँग त छैन नि त म्यानुफ्याक्चरलाई रिक्वेस्ट गरेर उसले बनाइदिनु पर्ने। अनि त्यस्तो कुराहरू हुन्छ। अनि यो मन्दिरहरू बनाउने कुरामा चाहिँ धेरै कुराहरू चाहिँ फेरि रेटका कुराहरू हुन्छन्। कतिपय अवस्थामा गभर्मेन्ट रेट नै पाइँदैन, हामीले गर्नु पर्ला हुन्छ होइन। अनि गभर्मेन्ट रेटले मिटै गर्न सक्दैन, त्यस्तो कुराहरू पनि धेरै प्रब्लम आउँछ। त्यसलाई चाहिँ अब त्यो म्यानेज गर्दै जाने कुरा हो। त्यस मैले भूकम्प बेलामा देख्न पाएको थिएँ नि त कस्तो कन्डिसनमा थियो भनेर। अनि अस्ति भर्खर म साथीहरूसँग गएको थिएँ कि, अनि त्यो जाँदाखेरि चाहिँ त्यो सबै बनेर चिट्टाचाट्टा देख्दाखेरि चाहिँ कस्तो राम्रो लागिरहेको थियो कि। जे भए पनि लाइक एउटा सकिसकेको कुरालाई फेरि त्यो अवस्थामा एउटा हिस्ट्री क्रिएट जस्तो भयो नि, त्यो त होइन हिस्ट्री क्रिएट गरे जस्तो एउटा मेन्टेन भए जस्तो भयो नि त, एउटा हाम्रो पछिको पनि देख्न पाइयो नि त। त्यो भएर चाहिँ कस्तो खुसी लाग्थ्यो कि मलाई। अब यस्तो छ त्यसमा चाहिँ बासनेस पनि छ है। म चाहिँ अब हामी त्यही फिल्डमा काम गर्ने मान्छेले नै आफूले आफ्नो त खेतो खानु भएन, तर बासनेस इन द सेन्स के त भन्दाखेरि अभियसली यही कुरामा मैले ठ्याक्कै जोड्नु खोजेको, पुरानो मटेरियलहरू हामीले डिस्पोज गरेर नयाँ युज गऱ्यो नि त, छैन मटेरियलहरू। अब भूकम्प बेला त्यस्तो डिभास्टेटेड समयमा हामीले त्यो डिस्ट्रक्सन भइसकेपछि मान्छे खोज्ने इन्टेन्सनमा कति सामानहरू बिगाऱ्यौँ कि हामीले, त्यो फ्याक्ट हामीले मान्नुपर्छ नि। ड्रोजरले तान्यौँ, नबिगेका चिज पनि बिग्रियो होला नि भन्छु म है, यसलाई चाहिँ अन्यथा नलिउँ, बिग्रियो होला नि त। कतिपय अवस्थामा हामीले त्यो मान्छे खोज्ने क्रममा बिग्रियो होला नि, सकभर नबिगारौँ भन्ने नै हुन्छ, तर मान्छे खोज्दाखेरि बिग्रिन सक्छ। त्यो गर्दाखेरि अब नयाँ कन्स्ट्रक्सन गर्दाखेरि अभियसली त्यो ओल्ड मटेरियल त अब त्यो हरायो नि त, बिल्डिङ त बनायौँ, तर त्यो मटेरियलको अथेन्टिसिटी मेबी वी लस्ट द्याट, त्यो मान्नुपर्छ हामीले। मैले माने अहिले तपाईँले भन्दा भन्दै मलाई त्यही इमेजिन भइरहेको थियो। त्यो अन्यथा सोच्नुभन्दा पनि पछिको लागि चाहिँ हामीले लिन सक्छौँ, बन्नेलाई चाहिँ एउटा पोजिटिभ एस्पेक्टमा लिउँ, तर बिहाइन्ड द सिन जुन त्यो अथेन्टिक मटेरियल कुराहरू दिन्छ त्यो अब हामीले गुमायौँ नि त। डोजरले हामीले त्यो मान्छे खोज्ने क्रममा चाहिँ त्यसको ज्वलन्त उदाहरण है, यसलाई अर्को अनर्थमा नलिउँ। ज्वलन्त उदाहरण के भन्दाखेरि काठमाडौँ हिस्ट्री त थाहा छ, एउटा रुखबाट बनेको भन्छ, हु नोज, हामीले देखाएको छैन होइन। काष्ठमण्डप एउटा रुखबाट बनेको, काठबाट बनेको काष्ठमण्डप पछि बाँकी भएको काठ नेवारीमा ल्याउँसी, बाँकी भएको काठले सिलिङ सतल बनायो, अपवंश भएर सिंह सतल भन्छन् नि, सिलिङ सतल बनायो। त्यो काठबाट पनि बाँकी भएको अझै स्टिल काठहरू त्यही अगाडिको मरु डबलीभित्र राख्यो, हिस्ट्री त्यो हो नि त। अब आफ्टर 2007 अर्थक्वेक अब काष्ठमण्डपको काठ त एउटा रुखले कहाँ बन्यो त अब, त्यो होइन त। द्याट पार्ट इज हिस्ट्री अब, होइन त। बिफोर 72 को अर्थक्वेक द्याट इज अ हिस्ट्री भयो, अब बनाउनु त पऱ्यो नि त। फेरि एउटा रुखबाट बन्ने हिस्ट्री चाहिँ भयो, अब रियालिटीमा छैन क्या अब, होइन। तर त्यसरी जोड्ने हो भने चाहिँ द्याट इज हिस्ट्री होला, त्यो बेला बनेको थियो होला त, एभिडेन्स पनि थियो होला, प्रुफ त्यस्तो थियो। अब हामीले रिकन्स्ट्रक्सन गरिसकेपछि वी डोन्ट ह्याभ द्याट हिस्ट्री, होइन। हिस्ट्रीमा मात्र छ, अब बनेको थियो भने भयो, बनेको छ भन्नु पाएन नि त। अब मैले लास्ट टाइम बिन्ता दिदीसँग पोडकास्ट गरेको थिएँ, चिन्नुहुन्छ होला है। उहाँसँग सोद्धाखेरि चाहिँ त्यो बनाउँदाखेरि मैले त्यही सबैले सुनेको त त्यही हो नि त, एउटै रुखबाट बनेको छ भनेर। उहाँलाई सोद्धाखेरि चाहिँ उहाँले चाहिँ डिफ्रेन्ट रुखहरूको चाहिँ काठहरू भेटाएको छ भन्नुभएको थियो। त्यही त। अब बिन्ताले अभियसली त्यो प्रोजेक्टमा सी वाज इन्भल्भ इन द्याट प्रोजेक्ट होइन, फ्रम डे वान। उसलाई मलाई भन्दा चाहिँ बेसी थाहा छ।
हामी चाहिँ त्यसमा इन्भल्भ भएनौँ। त्यो काठमाडौँ बनाउने पैसा दिने निकाय चाहिँ हामी हौँ, तर एकदम सोलफुल्ली काम गर्ने चाहिँ बिन्ता र मनिन्द्र दाई दुईजना। अहिले मैले नाम लिनु पर्दाखेरि अरूको नाम लिइनँ मैले। उहाँहरूले काम गर्नुभएकोले अभियसली दे डु नो बेटर देन मी होइन। अनि त्यो चाहिँ होला। अब त्यो त्यहाँ त्यो त्यो अरू काठहरू पनि भेटाएको कुरामा म चाहिँ डिनाइ चाहिँ गर्दिनँ। किन भन्दाखेरि 72 को अर्थक्वेकभन्दा अगाडि पनि त कति मेन्टेनेन्स कामहरू त भएको थियो होला नि त होइन। रेकर्डेड छैन होला, बनाउने मान्छेले रेकर्ड गरेन होला, बिर्स्यो होला नि त। तर त्यो बेला पनि इन्टरभेन्सन त भयो होला नि त होइन। इन्टरभेन्सन त भयो होला नि त। त्यो इन्टरभेन्सन हुँदै बेलामा होइन रहेछ यो त भन्न पाइएन होइन। जस्तै कि काष्ठमण्डपबाट बचेको काठबाट सिलिमा सतल बन्यो। भूकम्प जाँदाखेरि सिलिमा सतलको रिनोभेसन काम गरेर आएको मान्छे म। 72 सालमा भूकम्प गयो नि, 71 सालदेखि मैले त्यो सिलिमा सतलको मर्मत गरेर आएको मैले होइन। अब काष्ठमण्डप बनेको काठको बाँकी काठले त्यो बनेको, त्यो बनाउँदै गर्दाखेरि पनि त मैले त्यहाँ काठ चेन्ज गरेको छु त रिनोभेसन गर्ने बेलामा होइन। पुरानो काठ त सबै मकेर गयो। त्यो काठ कहाँ खोज्दा त पुरानो मैले फेरि त्यो 1200 वर्ष अगाडि काठ पाउँछु त। त्यहाँ रिनोभेसन गर्दाखेरि पनि त त्यो काष्ठमण्डपबाट बनेको काठबाट बनेको सिलिमा सतल पनि त रिनोभेसन गर्दाखेरि त मैले त चेन्ज गरेको छु नि त होइन। तर भनेको कुरा ठिक हो। 1200 वर्ष अगाडिको फेरि सेम त ल्याउन जान पोसिबल पनि भएन नि त। त्यही रुख त कहाँ हुन्छ त। त्यही त त्यो इन्टरभेन्सन चाहिँ कसरी भयो भन्दाखेरि मेन्टेनेन्स गर्दाखेरि भोलि अरू समयमा रिनोभेसनहरू गर्दाखेरि त चेन्ज त भयो होला नि त। अनि अब काष्ठमण्डप पनि त्यही फेजमा पुग्यो। भर्खर सत्तल भन्दै यो मलाई याद आयो कि मैले ठ्याक्कै नाम बिर्सेँ, तर त्यो अन्नपूर्ण मन्दिरको पछाडिपट्टिको एउटा भिडियो देखाएको थियो कि तपाईँले बनाउनु भएको वाला इटा चपा त्यसको बारेमा के भन्दै त्यसो मलाई थाहा थिएन कि स्ट्रक्चर चाहिँ सत्तल हो। त्यो स्ट्रक्चर चाहिँ सत्तल पहिला खाली थियो थिएन के पनि होइन। थियो त्यहाँ चाहिँ तल चाहिँ सबै पसल कवलहरू नै थियो नि त। माथि चाहिँ अब सबै भत्केर चाहिँ त्यो खाली भइरहेको थियो। त्यहाँ चाहिँ एउटा कम्युनिटीको एउटा चाहिँ अफिस छ, त्यहाँ असन सेवा समिति भन्ने चाहिँ त्यो रेखदेख गरिरहेको थियो। त्यो पर्टिकुलर बिल्डिङको नाम चाहिँ इटा चपा मिनिङ छ के इटा चपाको मिनिङ छ, एकदम गहिरो मिनिङ छ। के त भन्दाखेरि चपा इज सेल्फ अ कम्युनिटी बिल्डिङ चपा होइन। अब इटा चपा नाम चाहिँ इटा चाहिँ कसरी राख्यो त्यो नाम होला सायद। अनि त्यो बिल्डिङको चाहिँ इम्पोर्टेन्स के थियो त भन्दाखेरि मैले पनि पढेको है, पढेको चाहिँ के थियो भन्दाखेरि मिडिभल पिरियडमा चाहिँ जब काठमाडौँका व्यापारीहरू, मिडिभल मात्र नभनौँ अझ हाम्रै बाजेहरूको पिरियडसम्म पनि भनौँ न होइन, त्यो बेलासम्म पनि काठमाडौँका स्पेसली यो व्यापारीहरू ट्रेडर्सहरू चाहिँ भोट गरेर व्यापार गरेर आउँथे। अनि त्यो बेला त अब भेहिकल ऊ त छैन। अनि सबै चाहिँ ट्रेड रुटहरू हुन् कि असन हुँदै कमलासी हुँदै अब यहाँ यो सानो गोचर हुँदै या कहाँबाट भोटसम्म पुग्ने अनि व्यापार गरेर फर्किँदाखेरि चाहिँ बिफोर चाहिँ सिटीमा इन्ट्री गर्दाखेरि त्यो इटा चपा इज अ के भन्छ त्यसलाई, त्यो प्लेस थियो क्या। हामी त्यो कोभिडमा बस्थ्यौँ नि, क्वारेन्टाइन यस, त्यो एउटा चाहिँ क्वारेन्टाइन थियो। भनेपछि मान्छेमा हाम्रो कल्चरमै भनौँ न एउटा यस्तो मान्छेमा एउटा चाहिँ चेतना थियो कि बाहिर गएर आइसकेपछि यो मान्छेले रोग भित्रिन सक्छ यो नै भन्नु हो नि। त्यत्रो बाटो आना जाना गरेपछि त केही न केही चिज भाइरस आफूले लिएर आउनु सक्छ नि त भनेर चाहिँ भोटाइटीमा चाहिँ नुहाएर क्वारेन्टाइन बस्नु पर्थ्यो 7 days अनि बल्ल घर जान पाउँथ्यो सत्तलमा। अनि पछि चाहिँ लाइक मैले सम्झेकोसम्म मलाई थाहा भएसम्म चाहिँ त्यहाँ चाहिँ पसल थियो नि त। अनि तपाईँको भिडियो राख्दा त कस्तो राम्रो सत्तल बन्छ क्या। अब यस्तो थियो। अब त्यो सत्तल बिग्रिएको त धेरै वर्ष भयो नि, धेरै वर्ष थियो, भइसकेको थियो। माथि सबै त्यो छाना चुहेर भत्केर गइसकेको थियो। अनि त्यो सत्तल चाहिँ लकिली मैले बनाउने जिम्मा पाएँ होइन। अनि त्यसको चाहिँ अब खास त्यसमा चाहिँ के छ त त्यो सत्तलमा भन्दाखेरि अगाडि फ्रन्ट लाइनमा 14वटा 15वटा चाहिँ पसल सत्तलहरू थियो। पहिला पनि पसल कवलहरू थियो। त्यसको ठ्याक्क ब्याक साइडमा त्यो डबल बे छ, त्यो बिल्डिङ डबल बे छ। अगाडिको बेमा चाहिँ पसल कवल थियो, पछाडिको बेमा चाहिँ त्यहाँको अन्नपूर्ण देवताको गुठाहरूले चाहिँ त्यहाँ सानो सानो निचेजहरू त्यहाँ चाहिँ
दसैँ बेला पूजा गर्नुपर्छ कि त्यहाँ ए त्यहाँ पछाडि ठ्याक्क पछाडि चाहिँ त्यो निशेषहरू छ 10-11वटा निशेषहरू होइन त्यहाँ चाहिँ उहाँहरूले चाहिँ पूजा गर्थ्यो त्यो खास गुठी एउटा सर्टेन एउटा चाहिँ गुठी पूजा गर्ने पनि भवन हो त्यो नट ओन्ली अ क्वारेन्टाइन अगाडि पसल सदल त कुनै बेला अब यो गुठी संस्थानले चाहिँ उसको प्रोपर्टीमा आइसकेपछि उसले चाहिँ आय आर्जन गर्नलाई दिएको पसल होला नत्र अब देयर सुड बी ओपन सतल हो नि त मान्छे रेस्ट गर्ने ठाउँ त हो नि त्यो त पसल त पछि दिएको होला नि त अब हामी जन्मेदेखि हामी देखेको सब पसलै देख्थ्यो होइन अनि त्यो बिल्डिङमा ग्राउन्ड फ्लोरमा चाहिँ त्यस्तो छ अगाडि पसल सतल छ पसल कवल छ भने पछाडि चाहिँ त्यहाँ गुठियाहरूले पूजा गर्ने चाहिँ मन्दिर छ त्यो सानो निशेषहरू छ र अप्पर फ्लोरमा पनि हेर्ने हो भने चाहिँ लेफ्ट साइडमा एउटा चाहिँ त्यहाँ एउटा चाहिँ टुलादो एउटा चाहिँ गुठीको त्यहाँ मूर्ति छ त्यो एउटा आँगन कोठा जस्तो छ अनि रेस्ट इज हल त्यो भनेको पहिला त्यो क्वारेन्टाइन गर्दाखेरि मान्छेहरू बस्ने ठाउँ भनौँ न त्यस्तो थियो क्या अनि त्यो अब भत्केर त्यो होइन अब लड्ने अवस्था आइसकेको थियो अनि त्यसपछि त्यहाँबाट चाहिँ यो रिकन्स्ट्रक्सन गर्नु पऱ्यो भन्ने कुरा आइसकेपछि चाहिँ अनि गुठी संस्थानसँग पुरातत्व विभागसँग र अनि महानगरपालिकाबाट मैले चाहिँ अनि डिजाइन नै गरेर त्यो डिजाइन भनेको अब हामीले कन्जर्भेसनमा डिजाइन भनेको वी डोन्ट ह्याभ टु डु न्यू थिङ नि त त्यही पुरानोलाई नै अब त्यसलाई नै रेनोभेसन गर्दाखेरि चाहिँ रिकन्स्ट्रक्सन चाहिँ गरे अब हामीले फ्रम बटम अनि त्यसलाई चाहिँ रेनोभेसन गर्दाखेरि मान्छेले त्यो असन भन्ने बजारमा त्यत्रो वर्षदेखि होइन अब भनौँ न मोर देन 2-3 डिकेड्सदेखि बिग्रा चिज बन्छ भनेर एक्सपेक्ट पनि गराएको थिएन र लकिली हामीले चाहिँ टाइमभन्दा अगाडि चाहिँ पुरानै फर्ममा चाहिँ रिबिल्ड चाहिँ गऱ्यौँ हामीले तर पहिला त्यहाँ सतल छ जस्तो लाग्दैन थियो किनभने त्यहाँ जाँदा फेरि यस्तो भिड भइरहेको हुन्छ एक त अनि त्यहाँ हाइलाइट भएको भनेको चाहिँ एउटा गणेश मन्दिर र अन्नपूर्ण देवी हो होइन अनि तपाईँ राखेको भिडियोमा त लाइक टोटल्ली त्यो सतल देख्दा एकदम लाइक कहाँबाट आयो भने जस्तो कस्तो अनएक्सपेक्टेड भइरहेको के पसलले छिकिरहेको थियो नि त एकदम अनि त्यो त जुन त्यसको इम्पोर्टेन्स थियो त्यो त केही नै थिएन कि सबै यसलाई आर्किटेक्चर ल्याङ्ग्वेजमा के हुन्छ त भन्दाखेरि अब आर्किटेक्चर ल्याङ्ग्वेजमा के हुन्छ भन्दाखेरि हामी जब बजार हिँड्छौँ या ग्राउन्ड लेभल हिँड्दाखेरि चाहिँ हाम्रो आई लेभलभन्दा माथि हामीले हेर्दैनौँ एक त बजार अर्को भिडभाड अनि हामी माथि हेर्ने फुर्सदै छैन हामीलाई र फुर्सद नभएको मात्र होइन त्यो बेला त्यहाँ मान्छेहरूलाई त्यहाँ माथि के छ भन्ने कुरा हेक्का पनि भएन क्या त्यो त कति वर्षसम्म त त्रिपालले छोपेर आएको थियो त छाना त अनि त्यो सबै भत्किरहेको थियो सबै बिग्रिरहेको थियो नि त त्यसरी हेर्ने चिजहरू पनि केही थिएन मान्छेलाई त्यो जुन भोसो झ्याल जस्तो यस्तो स्ल्यान्टेडवाला झ्याल जुन छ नि मान्छे त्यहाँ हेर्ने फुर्सदै थिएन नि अब अहिले चाहिँ अब हेर्दिन भन्दा नि हेर्ने हाइलाइटेड भयो नि त अब हाइलाइटेड भयो मान्छेले देख्यो भने ए यहाँ त यस्तो सतल रहेछ अनि नाम त थाहा छैन कसैलाई मलाई अहिले त अप्ठ्यारो भयो त्यो इटा चपा होइन अब चाहिँ याद भयो होइन अब यो चाहिँ हिस्टोरिकल बिल्डिङ नै हो भनौँ न अब त्यो बेला मान्छेको चाहिँ सोच त्यो बेला मान्छेको चाहिँ बुद्धि त्यति थियो कि मान्छे त्यसो गरेर चाहिँ क्वारेन्टाइन बस्नुपर्छ त्यो एउटा त्यो कल्चर त हामी कहाँ पहिलेदेखि रहेछ नि त होइन क्वारेन्टाइन भन्ने चिज किन गर्दैछ भनेर चाहिँ बल्ल हामी बुझ्दैछौँ यत्तिकै भने होइन रहेछ पहिलाको मान्छेहरूले केही न केही छ रिजन भनेर होइन एभ्रिथिङ एज अ रिजन जस्तो भइरहेछ अहिले भनौँ न अब त्यही कुरामा जोड्दै आउने बेलामा कुरा गर्दै जाने हो भने त हाम्रो न्युयोर्क सेटलमेन्टहरू हेर्ने बेला एभ्री पोइन्टमा हिटी हुन्छ लो हिटी हुन्छ र फल्दा हुन्छ नै त्यो किन भनेदेखि बाहिरबाट मान्छेहरू हिँड्दा पहिला त मान्छे हिँडेर जान्छ भन्छ जहाँ पनि आउने बेलामा थकाइ मार्नु पऱ्यो फल्चा चाहियो फ्रेस हुनु पऱ्यो हिटी चाहियो भनेपछि नट इभन इन भक्तपुर काठमाडौँ पाटन जहाँ पनि सिटी इन्ट्री गर्ने पोइन्टमा जहाँ पनि हुन्छ नि होइन रिलेसन चाहिँ छ यत्तिकै राखे होइन अब भक्तपुरको केसमा अहिले पर्मिनेन्ट हामीले यहाँ हेर्न थाल्यौँ भने चाहिँ भक्तपुर पाटनमा पनि हो क्या काठमाडौँमा चाहिँ अझ धेरै हरायो अब बिस्तारै रिबिल्ड चाहिँ गइरहेछ ढाका पनि हुन्थ्यो नि त सहर छिर्ने ढाका चाहिँ होइन ढाका भक्तपुरमा धेरै छ एभ्री नोडमा छ त यहाँ त ढाका त्यो जीवन्त छ होइन पुरानो भत्केर नयाँ पनि बनाएको छ पुरानो भत्काएर नयाँ पनि बनाएको छ र काठमाडौँमा अलिक ट्रेन आइरहेछ ढोकाहरू बनाउने इभन पाटनमा पनि छ एकदम नाम चलेको ढोकाहरू नै छ त जहाँ चाहिँ भक्तपुरमा छ यहीँ च्यामासिङमा छ उता इटाछेमा छ होइन यता महेश्वरीबाट आउने ठाउँमा छ होइन अनि इभन दरबार स्क्वायर छिर्ने ढोका छ त्यो सँगै फेरि पार्टी र अभियसली छ होइन अनि पाटनको केसमा पाटन ढोका छ उता तर पोलाछेमा ढोका छ होइन भनेपछि त्यो चिजहरू यो हाम्रो कल्चरमा सेटलमेन्टको प्लानिङ डिजाइनमै छ कि त्यो कुराहरू
तपाईँ ट्रेन्डको कुरा गर्नुभयो भने मलाई ठ्याक्कै एउटा याद आयो कि लाइक उम्, रेस्टिङ स्पेसकै कन्सेप्टमा त्यो बस स्टपहरू पनि बनाइरहेको छ नि त काठमाडौँ महानगरपालिकाले अहँ, त्यो नि एउटा ट्रेन्ड जस्तै भइरहेछ नि त अँ, हरेक स्टपमा अब त्यो चाहिँ एकजना मान्छेको भिजन भन्छु है म इभन दो म त्यत्रो वर्ष काम गर्दाखेरि पनि अब म त कन्जर्भेसनमा काम गरिरहेको मान्छे मैले त पुरानै मात्र कन्जर्भ गरेर हिँडेको मान्छे मलाई त नयाँ बनाउनु पर्छ भन्ने कहिले ध्यानमा पनि गएन है तर इभेन्चुअली पास्ट मेयर अहिलेको प्रेजेन्ट प्राइम मिनिस्टर बालेन शाहले चाहिँ त्यो कन्सेप्ट चाहिँ ल्याएको है है कन्सेप्ट चाहिँ कसरी ल्याएको हो भन्दाखेरि चाहिँ काठमाडौँ एउटा कल्चरल सिटी हो नि त कल्चरल सिटीमा चाहिँ जे चिज छ कोर एरियाभित्रै पर्छ त्यो फ्याक्ट हामीले मान्छौँ नि त अनि त्यहाँबाट बाहिर आउँदाखेरि मेबी हि इज इन्ट्रेस्टेड इन नेवारी कल्चर आर्किटेक्चर होइन अनि त्यसले गर्दाखेरि चाहिँ बस स्टपलाई चाहिँ किन यसरी लिन नसक्ला भन्ने चाहिँ अनि बस स्टप डिजाइन नै फल्सामा गएको हो कि भनेपछि अहिले आएर हामीले बानेश्वरहरू पनि फल्दा देखाएको छ कोटेश्वरहरू पनि फल्दा देखाएको छ तर विच वाज न्यू सेटलमेन्ट त्यहाँ त केही नै थिएन नि थिएन नेवार आर्किटेक्चर जति मन्दिरहरू थियो या जति पहिला बाँकी थिए डिभास्टेटेड भएर हराएरै गइसकेको छ कति बाटोमा भएको हिटी फल्सा त सँगसँगै हुन्थ्यो नि त हराएर गइसकेकोमा एउटा नयाँ चिज चाहिँ के आयो भन्दाखेरि बस स्टप जुन रेस्ट प्लेस हो त्यसको ट्रु मिनिङमा चाहिँ फल्सा बनाइदियो नि त त्यसले चाहिँ रिभाइभ गर्नलाई चाहिँ हेल्प गरेको छ नि त त्यही त होइन त्यो कन्सेप्ट चाहिँ एकदम राम्रो लागेको थियो एकदम किन हामीले एकदम त्यो स्टुडेन्ट्सहरूलाई पनि अलिक पढाउँदाखेरि पनि डिजाइनमा होइन त्यो ब्रिज बनाउँदै थियो कि एउटा उम्, अनि अलिक ट्रेडिसनल कन्सेप्ट गरौँ भनेको उनीहरूले त लिटरली आँखी झ्याले ल्याएर राखिदिएको अनि हुन्छ नि त्यसरी के एउटा पार्टी नै ल्याएर राखिदिएको उम्, अनि त्यो बेलामा कुरा निस्केको थियो कि उम्, ठ्याक्कै बेलामा हो गर्नुपर्छ होइन इन्कर्पोरेट गर नै भनेर हामीले दिएकै हो त्यो गर नै डिजाइन भनेर तर कसरी इम्प्लिमेन्ट गर्ने कसरी आएन उनीहरूले कसरी इम्प्लिमेन्ट गरेर त्यो सिधै झ्याल ल्याउने या त्यो ल्याउने होइन नि त अनि उनीहरू चाहिँ के भन्दाखेरि लाइक बस स्टप पनि त के भन्छ पार्टिसमा छ फल्सामा छ भन्ने कि अनि त्यो त रिलेट गर्न मिल्छ नि त कन्सेप्ट के हो भन्दाखेरि पहिलाको हाम्रो कन्सेप्ट पनि किन बनायो त त्यो भन्दा एज अ रेस्टिङ स्पेस बनायो अहिले पनि बस स्टप के भन्दा त एज अ रेस्टिङ स्पेस भयो एउटै सेन्स त दियो त एकदम होइन एकदम कन्सेप्ट त लाग्यो नि त त्यसमा अनि वाइ नट त भनेर त्यो दुइटा त लाइक गरेर पनि हाम्रो हेरिटेजलाई बिगाऱ्यो या ट्रेडिसनल बिगारेर टाइपको छैन नि त त्यही सेम कन्सेप्ट Yes, बसेर त्यसलाई चाहिँ रिभाइभ गरे भयो नि त एकदम, त्यसरी चाहिँ एकदम। सोच्नुपर्ने छ जस्तो अब भयो त्यसलाई चाहिँ भनौँ न अब अहिले हामीले पोजिटिभ एक्सपेक्ट गरेर हेर्ने हो भने चाहिँ ट्रेडिसनल रेस्ट स्पेसलाई हामीले मोडर्न Modern स्ट्रक्चरलाई रिप्लेस गर्यो हामीले होइन त अब पोजिटिभ एस्पेक्ट त्यही हो अब यदि त्यसलाई चाहिँ नेगेटिभ एस्पेक्टबाट लिएर चाहिँ त्यसलाई चाहिँ डिस्टोर्ट गर्ने सेप बिगार्ने भने चाहिँ त्यो नेगेटिभमा जान्थ्यो नि त तर अल गुड राम्रै भइरहेछ पोजिटिभ एस्पेक्ट मान्छेहरूले पनि अहिले पहिला बस स्टप जुन मोडर्न भनौँ न मेटलको स्ट्रक्चर बनाउँदाखेरि बरु बस्नलाई मान्छेलाई गाह्रो हुन्थ्यो कम्फर्टेबलै छैन थिएन अहिले त मजाले बेन्च सेन्च जस्तो मजाले काठमा बसेर बसिरहेछ त पार्टीकै भाइब्स आउँछ एकदम, है? रेस्टिङ स्पेसै भएछ त्यो अब माथि त्यो पनि चाहिँ पोजिटिभली चाहिँ पोजिटिभली एकदम भइरहेछ मान्छेलाई पनि फिल भएको छ त्यो के मोडर्नको नाममा कस्तो थियो भन्दाखेरि एउटा यति सानो मेटल स्ट्रक्चर राख्ने बस्न पनि धेरै बेर नसक्ने गाडी पनि एकछिन बस्यो अनि फेरि है भयो भने जस्तो हुन्थ्यो होइन त्यसलाई चाहिँ ट्रेडिसनली लिएर चाहिँ एकदम एकदम अहिलेको लागि चाहिँ एकदम। ठ्याक्क म्याच म्यानेज भएको छ म्याच पनि भएको भएको छ छ त्यही कन्सेप्ट जस्ट एज एन अब उहाँ त एज एन आर्किटेक्ट इन्जिनियर हो नि त्यही सोच्नु एज एन आर्किटेक्ट पनि हामीले त्यस्तो क्रिएटिभिटी चाहिँ एउटा चाहिन्छ जस्तो भयो किन हामीले जहिले पनि कुरा गर्छौँ नि त यो त सबै ट्रेडिसनल टाइपको छ यसलाई मोडर्नसँग कसरी इन्कर्पोरेट गर्ने भन्ने हुन्छ अब मोडर्नसँग इन्कर्पोरेट गर्दाखेरि बाहिरबाट दाची लगाइदिउँ न त भन्ने कुरा पनि आउँछ त्यो देख्न त्यो मिल्छ त्यो नि चाहिँ फेरि त्यही सब्जेक्टमा काम गर्दै गर्दाखेरि कहिलेकाहीँ त आफूलाई पनि फिल हुन्छ कि चेकमा पनि दाछी लाउँदै ट्रेडिसनल हुन्छ र भन्ने एउटा हुन्छ नि त त्यसले एउटा चाहिँ के चाहिँ पोजिटिभ भाइब चाहिँ के दिन्छ भन्दाखेरि इँटा काठदेखि चाहिँ नेपाली आर्किटेक्चर चाहिँ नेपाली ट्रेडिसनल पनि नभनौँ नेपाली नेवारी आर्किटेक्चर चाहिँ देखाउँछ होइन ट्रेडिसनल भनेपछि फेरि वी हेभ टु गो टु भर्टिकुलर आर्किटेक्चर नि त्यो सम्म नेसेसरी भएन अलिक भाइब्स त दियो नि त अब अहिले काठमाडौँको केसमा हेर्ने हो भने दुईवटा सेटलमेन्टमा खोसा ट्रिटमेन्ट भइरहेछ थाहा छ एउटा हाँडी गाउँमा एउटा जेबागेश्वरीको लेनमा भर्खर थाहा पाएँ होइन जेबागेश्वरीकोमा चाहिँ त्यो मैले देखाएको जस्तो लाग्यो लाइक सबै भत्काइरहेको थियो नि फ्रन्ट फसादमा त फ्रन्ट फसादमा त हो त्यो पनि एउटा चाहिँ अब जेबागेश्वरी चाहिँ इस्टमा भयो मन्दिर वेस्टमा त्यो सिफलबाट जाने ढोका छ नि त्यो ढोका रिकन्स्ट्रक्सन गर्यो वार्ड नम्बर 8मा पर्छ त्यो अनि त्यहाँबाट त्यो लेनबाट अहिले हिँड्दै गर्दाखेरि बन्दै अब बिस्तारै सिद्धिँदै छ त्यो फिल आउँछ कि नेपाली सेटलमेन्टमा छिरेको भनेर क्या न त अहिले हाम्रो त अहिले हेर्ने हो भने काठमाडौँमा त कतै पनि त्यो एउटा चाहिँ सेन्स दिने सेटलमेन्ट त्यो नै बाँकी रहेन क्या अब त त्यो विडम्बना हो नि त सबै मोडर्न होइन त्यो सँगसँगै अब वडा नम्बर 5मा पनि त्यो गर्दैछ हामी एज एन आर्किटेक्ट या यो फिल्डमा काम गर्ने मान्छे त राम्रो हो भन्छु कि म त
होइन र मटेरियलले मात्र पनि त्यो फिल दिन्छ भने वाइ नट दिन्छ होइन र भक्तपुर आउँदाखेरि फिल दिने नै सबै यहाँको त्यो अझ भक्तपुरमा पनि त भक्तपुरमा नि हेर्दाखेरि त्यो यहाँ त भेहिकलबाट भन्दा नि हिँड्न जति रमाइलो छ नि भक्तपुरमा पनि त्यो फिल त्यो भाइब्स आउँछ नि त होइन र भनेपछि मटेरियल दाइचे अपाइ मात्र हुनुपर्छ जरुरी भएन ब्रेकफास्ट साथ पनि इच्छो के काठको झाल ढोका मात्र हुँदाखेरि पनि काठमाडौँमै छु म नेपालमै छु भन्ने फिल हुन्छ नि त लोकल ठाउँ एकदम फिल हुन्छ कि लाइक कस्तो त्यो दुईटा ठाउँमा चाहिँ अहिले गराएको चाहिँ एकदम मलाई चाहिँ म चाहिँ एप्रिसिएट गर्छु त्यो कुरालाई धेरै कुरा छ एप्रिसिएट गर्ने सबै नभनौँ धेरै चाहिँ छ धेरै जसो किनभने मैले रिसेन्ट हेर्दाखेरि तपाईँको त्यो मन्दिर रिकन्स्ट्रक्सन गर्नुभएको रहेछ नि त रेनोभेट हो कि रिकन्स्ट्रक्सन हो त्यस मैले चाहिँ के लाग्थ्यो भन्दाखेरि रेनोभेसन या रिकन्स्ट्रक्सन चाहिँ मेनली चाहिँ हामीले हेरिटेज साइट्सहरू फोकस गरेर हुन्छ नि त अब नेतापल्के बित्तिकै बनाइहाल्नुपर्छ यो त एकदम ठुलो साइट हो यसलाई चाहिँ रिकन्स्ट्रक्सन गर्नुपर्छ या रेनोभेसन गर्नुपर्छ भन्ने हुन्छ अरूहरू भित्र कोरिएर पनि कति त्यस्तो भइरहेको छ जसलाई चाहिँ हामीले चाहिँ लाइक इग्नोर गरेर हुन्छ जस्ट बजेटले गर्दाखेरि या त्यस्तै कन्डिसनहरूले गरेर हुन्छ नि त कुन चाहिँ प्रायोरिटी दिने हेरिटेजमा पनि भनेर त्यो भएर त्यो मन्दिरको देख्दा चाहिँ मैले त्यो मन्दिर चाहिँ देखेको थिइनँ कि तपाईँकै फिडमा मात्रै देखेको यस्तो थियो त्यो मन्दिर भनेको अहिले काठमाडौँको चाहिँ वार्ड नम्बर 25 मा पर्छ त्यो ठाउँको चाहिँ नाम चाहिँ पेडासिङ होइन 90 सालको भूकम्पपछि चाहिँ त्यो मन्दिर त मेबी अब सबै त ढल्यो चाहिँ त्यो बेला चाहिँ क्विक रिकन्स्ट्रक्सन हुँदाखेरि चाहिँ पुरानो टाइपले चाहिँ बनाउन नसकेर चाहिँ यो गुम्बज शैलीमा बनाइसकेको थियो त्यो गुम्बज शैलीमा अहिले थुप्रै हामी कहाँ काठमाडौँमा इभन भक्तपुरमा पनि त त्यस्तो मन्दिरहरू छ नि त पुरानो फोटोहरू या पुरानो एभिडेन्स हुँदै पनि त्यो रिकन्स्ट्रक्सन गर्न नसकिरहेको थियो अनि सिमिलर त्यो भवानी शङ्कर भन्ने मन्दिर हो नौदेवा भन्छौँ लोकल नाम चाहिँ नौदेवा त्यसमा नि पुरानो 3 स्टोरी टेम्पललाई चाहिँ पुरानो अब भनौँ न 90 सालको भूकम्प पछि चाहिँ डोम स्ट्रक्चर भइरहेको थियो तलको कोलोनेटहरू यिनीहरू सबै बाँकी थियो त्यसलाई चाहिँ फेरि पुरानै ढाँचामा चाहिँ फेरि रिडिजाइन गरेर रिकन्स्ट्रक्सन गरेको के अरे त्यसको अर्को ज्वलन्त उदाहरण पाटन दरबार स्क्वायरमा पाइदिएको पनि त डोम स्ट्रक्चरलाई अहिले फुल फेजमा 3 टायर टेम्पल बनायो नि त रोहित सरले पढाउनु भएको यस त्यो भवानी शङ्करको पनि हामीले पनि त्यही गरेको त्यस पुरानो फोटोहरू भयो भने चाहिँ एभिडेन्स भयो भने सजिलो हुन्छ हामीलाई बनाउनलाई हाम्रो त्यो एभिडेन्स नरसिंह मन्दिर पनि त्यही त भएको थियो एक तला थियो नि त त्यो त होइन पहिला त्यस्तो छ भने अहिले त्यहाँ जाँदाखेरि आँखै त्यही जान्छ के नरसिंह मन्दिरमा पहिला कहाँ जान्थ्यो त त्यहाँ जाँदाखेरि टुक्रुक्क मात्र बसिरहेको त्यो पनि एउटा हो जस्तो कि हामीले जन्मेदेखि ल भनौँ न जन्मेदेखि त्यो स्ट्रक्चर जस्तो त्यो त्यस्तै देखिरहेको कि त हामीलाई त्यो त्यस्तो होला भनेर जनरल पब्लिकलाई हामी अहिले जुन फिल्डमा काम गर्छौँ त्यो बाहेक जनरल पब्लिकलाई त के थाहा त्यो त्यस्तै पो बनिरहेको थियो कि त्यस्तै स्ट्रक्चर पो थियो कि भन्ने हुन्छ नि त जब अब यो बन्दै गएपछि त अब चाहिँ यो पुरानो यस्तो पो थियो रहेछ त अहिले बन्यो नि त अब मान्छेलाई फिल हुन थाल्यो नि त होइन त्यही भएर चाहिँ म त यो हनुमान ढोका दरबार स्क्वायर या हेरिटेजमा मात्र काम नगरिकन म त कोर एरियामा प्रायः ठाउँमा मैले काम गरेको हुँदाखेरि चाहिँ कति कुरा मलाई पनि थाहा हुँदैन है त्यो मैले नि स्वीकार गर्नुपर्छ थाहै हुँदैन हामीलाई त सबै कुरा कहाँ थाहा हुन्छ त अनि मान्छेले यस्तो यस्तो थियो बनाउनु पऱ्यो यताउता भन्दै गर्दाखेरि बनाउँछौँ हामी जस्तो यता चपाको कुरा गऱ्यौँ नि त्यो बच्चैदेखि त्यस्तै भत्किएकै देखिरहेको थियो सधैँ त्यो त्रिपालै राखिरहेको थियो छोपेरै राखिरहेको थियो होइन तलबाट हिँड्दाखेरि पसल कवल थियो आफूलाई चाहिने सामानहरू सधैँ असनमा किन्न जाने त्योमा ध्यानै थिएन अब जब त्यो पछि बनाउनुपर्छ भनेर चाहिँ आइसकेपछि हामीले पनि रिसर्च गऱ्यौँ होइन पुरानो फोटोग्राफ्सहरू पनि हेऱ्यौँ पुरानो डकुमेन्ट्सहरू पनि हेऱ्यौँ सबै यस्तो रहेछ भनेर बनायौँ हामीले यो रिकन्स्ट्रक्सन गर्ने कुरामा धेरै फ्याक्टरहरूमध्ये एउटा यो पनि हो पास एभिडेन्सेसहरू यिनीहरू त चाहियो नि त मन्दिर बनाउने भनेको फेरि कसैको इच्छाले बनाइदियो नि त भन्ने बनाउने कुरा पनि भएन होइन अनि यो कन्जर्भेसनमा चाहिँ डेडिकेसन पनि एउटा त एकदम इम्पोर्टेन्ट क्या जब मान्छेलाई चाहिँ डेडिकेसन हुँदैन भने त्यो एउटा चाहिँ जस्ट अ प्रोजेक्ट हुन्छ लाइफ हुँदैन कि त्यसमा होइन त्यसलाई लाइफ दिनलाई त त्यो गर्ने मान्छेले पनि डेडिकेट हुनु सक्नु पऱ्यो नि त बुझ्नु पऱ्यो नि त त्यस्तो कुनै प्रोजेक्ट छ तपाईँले भने जस्तो एकदम क्लोज टु माई हार्ट म सोधिरहेको हुन्छु नर्मली एउटा त त्यो इटा चपा नै भयो त्यो विच वान चाहिँ त्यो कम्युनिटीदेखि मात्र होइन पासस बाईले शुद्ध अप्रिसिएट गरेको प्रोजेक्ट देख्नेले शुद्धै भन्नु न होइन अनि अर्को एउटा थियो है यो इटा चपा अलि ठुलो स्केलको भयो हनुमान ढोकाबाट भीमसेन मन्दिर जाने बाटोमा भीमसेन थान भने तल ओह्रालो त्यहाँ जाँदाखेरि लेफ्ट साइडमा पनि एउटा यस्तै 2 तल्ले सतल चाहिँ डिभास्टेटेड थियो
मान्छे पनि बसिरहेको थियो बसिरहेको थियो अर्थक्वेकमा त्यो अलिकति तली Fracture भयो त्यो। भत्किएपछि होइन माथिको रुफ पार्ट भत्किएपछि त्यहाँको मान्छेहरू सिफ्ट भयो उम्, अनि त्यो बनाउनु पनि एकदम गाह्रो भएको थियो मलाई त्यहाँ चाहिँ फेरि कस्तो थियो भने माथि देउता चाहिँ सर्टेन गुठीको देउता थियो त्यहाँ होइन अनि त्यो त्यहाँ त गुठीहरूले पूजा गर्ने ठाउँ अब हामीले गएर बनाइदिन्छु भन्न पनि नमिल्ने अनि कोर्डिनेट गर्दा 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 चाहिँ त्यो त्यो ठाउँको नाउँ चाहिँ बिछेबा भन्छ बिछेबा भित्र छ त्यहाँ अगाडि एउटा ढुङ्गाको महादेवको मन्दिर छ कपिलेश्वर महादेव भन्छ त्यसको साथै सतह त्यो सधैँ त्यो परोपकारबाट टुरिस्टहरू हिँड्दै हिँड्दै आउने बेलामा यस्तो त्यो भत्किन लागिसकेको फोटो खिचेर जान्थेँ इन्टरनेटभरि फोटो देख्थेँ मैले त्यो अरे होइन अनि त्यो चाहिँ बनाउनु पऱ्यो भनेर आँट गऱ्यौँ हामीले अनि कोर्डिनेट गरेर त्यो एउटा पनि हो त्यो एकदमै त्यो डिभास्टेटेड भइसकेको एउटा सतल बनाएको मैले अब अरू पनि प्रोजेक्टहरू छन् कन्सिक्वेन्सेसहरू मान्छेहरूसँग चाहिँ क्लास भएको कुराहरू पनि थुप्रै छन् मान्छेलाई सम्झाइ बुझाइ गरेर चाहिँ पनि बनाएको छौँ मन्दिरहरू पनि छन् कति मन्दिरहरू बनाउँदा मान्छे झडाइ परेको पनि छ मेरो होइन किन बनाउने यस्तै ठिक छ हामीलाई भन्ने खालको पनि हुन्छन् अनि एउटै कमिटी दुईवटा ग्रुप झडा पनि पर्छन् दुईजनालाई मिलाउनु पनि पर्छ मैले त्यसरी कामहरू पनि गरेको छु पुरानो चिजहरू धेरै रिभाइभ गरेको छु मैले होइन अब कतिपय अवस्थामा भनौँ न अब कन्जर्भेसन भन्ने चिज चाहिँ कस्तो भने यही काठले मात्र बनेको इँटाले मात्र बनेको पनि कन्जर्भेसन लाई हामीले चाहिँ थ्योरिटिकली त्यसरी नराख्ने हो भने कुनै बेला मन्दिर भत्क्यो विभिन्न कारणले त्यहाँको कम्युनिटीले त्यहाँको गुठीखलाले आफैले पैसा जोगाड गरेर चाहे त्यो दुईवटा पिलर उठाएर स्ल्याबै हालेको पनि कन्जर्भेसन हो भन्छु कि म किन भन्दाखेरि त्यो बेला त्यो मान्छेले त्यति नगर्दा आए भए त्यसको अस्तित्व गुम्थ्यो मन्दिरै बाटोमा मिलेर हराएर जान्थ्यो नि त होइन र त्यही भएर चाहिँ त्यो बेला उनीहरूको इफोर्टले चाहिँ त्यो दुईवटा फलामकै पोस्ट राखेर भए पनि त्यो जोगाएको त कल्चर जोगाएको नि त्यसलाई पो हामीले हाम्रो पालामा आइसकेपछि पो हामीले त्यसलाई चाहिँ जस्ट मन्दिरको फर्म दिएर बनाउन सक्यौँ त होइन र न त बाटोको भएको मन्दिरहरू त कति चिज त त्यो बाटो बनाउने बेलामा बाटो पिच गर्ने बेलामा त त्यहाँ पुरेरै हराएरै गयो बाटो बढाउने बेलामा होइन त्यो हराएरै गयो क्या भनेपछि मान्छेले एटलिस्ट त्यति गरेको पनि त्यो बेला चाहिँ कन्जर्भेसन नै हो भन्छु कि म चाहिँ होइन र कन्जर्भेसन त त्यो अर्थमा पनि मान्छेले त्यति जोगाउन सकेको छ कि मान्छेले होइन त्यो धरानै गरेको किन नहोस् फलामको रेलिङै राखेको किन नहोस् होइन र त्यो चाहिँ त्यो पनि त्यो बेला मान्छेले चाहिँ बुद्धि पुऱ्याएर त्यति गर्न सकेको ठुलो कुरा हो क्या पार्ट अफ कन्जर्भेसन भयो पार्ट अफ कन्जर्भेसन हो नि होइन त्यो पनि त्यो बेला तिनीहरूको सेन्सले देखाएको कन्जर्भेसन त्यही हो अहिले पो हामीले चाहिँ अब पढेर आयौँ यताउता सबै गर्नु जाने यस्तो हुनुपर्छ भनेर पो अब हामीले अलिकति ट्रेडिसनल्ली मटेरियलका युजको कुरादेखि लिएर टेक्नोलोजी हामीले पो अलिक गऱ्यौँ त त्यो बेला गरेको म त त्यो मान्छे नै मान्छु म त मैले लास्ट टाइम तपाईँलाई पोडकास्टलाई कन्ट्याक्ट गर्दाखेरि तपाईँ लुम्बिनीमा छु भन्दै हुनुहुन्थ्यो नि त सो लुम्बिनी यसै त्यस्तो बिजी मान्छे त जानुहुन्न पक्कै नि के प्रोजेक्टहरूको लागि होला सो अघि बिहारमा धेरै कामहरू गरिसक्नु भन्नुभएको थियो नि त सो रिलेटेबल छ जस्तो लागिरहेको छ यस्तो छ बिहारमा काम गरेको भनेको चाहिँ काठमाडौँमा मात्र काठमाडौँमा मैले यो महाबिहारहरू जुन बज्राचार्य साक्यहरूको चाहिँ बिहार हुन्छ नि तिनीहरू धेरै मैले रेनोभेसन रिकन्स्ट्रक्सन गरेको छु काठमाडौँमा अनि नाम लिनुपर्दाखेरि सबभन्दा सुरुमा मैले आफ्नो लाइफमै चाहिँ बिहारको रेनोभेसन गरेको मेरो आफ्नै बिहारबाट अहिले मेरो पुरानो घर छ झुवाबहाल भन्ने ठाउँमा त्यसको चाहिँ बिहारको नाम चाहिँ रत्नकेतु महाबिहार भन्छ त्यहाँबाट सुरु गरेको मैले बिहार बनाउन बच्चादेखि त्यही ठाउँमा हुर्केबाट आएको मान्छे मैले त त्यहीँबाट सुरु गरेको त्यसपछि बिहारहरू बनाएँ थुप्रै बनाएँ त्यसपछि यता यो लगन टोलमा 3-4वटा बिहारहरू बनाएँ मैले त्यसपछि यहाँ ओटुमा पनि मुबहाल भन्ने बनाएँ वहाँ तल गएर 12वटामा मुसुमबाल भन्ने बनाएँ त्यही असलमा असमबाल भन्ने बनाएँ होइन बालहरू धेरै काम गरेको छु मैले र बिसाइड्स दोज थिङ्स अब लुम्बिनीको कुरा गर्दाखेरि चाहिँ लुम्बिनीमा चाहिँ साँच्चै भन्यो भने लुम्बिनीमा चाहिँ नेवारी आर्किटेक्चर झल्किने बिल्डिङ छैन एउटा छ लुम्बिनी भनेको बिहारै याद आएको थियो मलाई त एउटा चाहिँ कुन हो भन्दाखेरि एउटा नेपाल वज्रयान बिहार भन्ने छ जुन चाहिँ काठमाडौँको छुस्याबालको चाहिँ रेप्लिका हो त्यो होइन त्यो अलिकति ठुलो फर्ममा यो नेपाल परम्परागत बुद्धिस्ट एसोसिएसन समथिङ के छ उहाँहरूको उसमा बनाएको चाहिँ पुरै हाम्रो नेवार काठमाडौँकै बिहारकै कन्सेप्टमा बनाएको छ भित्र चोक राखेर
त्यो चाहिँ फेरि आरसिसी बिल्डिङमा क्ल्याड गरेको वाला हो। डिजाइन स्ट्रक्चर सबै त्यस्तै देखिने गरी बनाएको हो, त्यो चाहिँ आरसिसी। अहिले मैले बनाइरहेको बिहा चाहिँ काठमाडौँ महानगरपालिकाकै बजेटमा। यो चाहिँ कहाँ छ भन्दाखेरि त्यहाँ चाहिँ अन्तर्राष्ट्रिय भिक्षुनी महासङ्घको गौतमी भिक्षुनी विहार भन्ने छ, लुम्बिनी भित्रै है। त्यो चाहिँ कहाँ छ भन्दाखेरि जुन लुम्बिनीमा मायादेवी मन्दिर छ, त्यहाँबाट स्ट्रेट नर्थ आउने बेलामा त्यो एउटा अग्नि बलिरहेको हुन्छ, त्यसको ठ्याक्क राइट साइडमा गयौँ भने श्रीलङ्का बिहारको सँगै छ। अनि त्यहाँ चाहिँ त्यो कन्सेप्ट चाहिँ कसरी आएको थियो भन्दाखेरि त्यहाँ उहाँहरू जुन त्यो बिहारकै मान्छेहरूले चाहिँ यहाँ चाहिँ नेवारी स्टाइलले बनाउने, ढलान नगर्ने भनेपछि घुम्दा घुम्दै मका ठोकिन आयो। यो ट्रेडिसनल बनाउनु पर्छ भने यही मान्छे भन्नुपर्छ भनेर आइसिएस चाहिँ। अनि त्यहाँ चाहिँ मैले गर्न थालेको चाहिँ लास्ट इयरबाट हो। त्यहाँ चाहिँ 2टा सतल बनाउन थालेको। अब ट्रेडिसनल आर्किटेक्चरमा गर्ने एलिमेन्टहरू के त हो? फल्चा, सतह, ड्योछे, आगन्छे, बिहार र मन्दिर। यही 4, 5, 6, 7वटा क्याटेगोरी त छ नि। अनि त्यहाँ चाहिँ के भयो भन्दाखेरि ढुङ्गेधारा पनि हो, ढुङ्गेधारा पनि बनाएको छु मैले, त्यो त भन्नु बिर्सेँ। त्यहाँ चाहिँ त्यो सतल बनाउनुको कारण चाहिँ के थियो भन्दाखेरि अब अभियसली तीर्थस्थल मान्छौँ नि त हामी त लुम्बिनीलाई होइन। मान्छे त्यहाँ घुम्नु जान्छन्, अनि कतिपय मान्छेहरू चाहिँ त्यही बिहारहरूमै बस्ने चलन छ नि त अहिले पनि होइन। बिहारमै त्यही उनीहरूको गेस्ट हाउसहरूमा त्यो बिहारमै बस्ने चलन छ, त्यहीँ भित्र घुम्ने। अनि त्यहाँ चाहिँ त्यही कन्सेप्टमा आउँदाखेरि सतल बनाउने, मान्छेहरू त्यहाँ घुम्न आउनेहरूलाई चाहिँ त्यही सतलमा बस्ने ठाउँ दिने त हो नि भनेर चाहिँ अनि त्यो बनाएँ। त्यो गर्दाखेरि चाहिँ मैले चाहिँ आरसिसी नगर्ने, ट्रेडिसनलै बनाउनुपर्छ भनेर जोड दिएँ। रोड बियरिङ बनाउने भयो, पुरै बनिसक्यो एउटा। भनेपछि अब हामी लुम्बिनी गयौँ भनेपछि नेवारी आर्किटेक्चर पनि देख्न पाइन्छ। अनि त्यहाँ चाहिँ ट्रेडिसनल नै बनाउनुपर्छ भनेर चाहिँ प्राउडली के भन्छु भन्दाखेरि लुम्बिनीमा चाहिँ यहाँकै आर्किटेक्चर, यहाँकै टेक्नोलोजीले चाहिँ लोड बेरिङ स्ट्रक्चरमा थाम दलिनहरू राखेर काम गर्ने मान्छे सबै यहीँबाट लिएर गएको, काठको बुट्टा सुट्टा कुट्ने सबै सामान यहाँबाट लिएर गएको। त्यहाँ 2टा सतल बन्दैछ क्या। लुम्बिनी गयो भने त्यो हेर्नु। अब एउटा चाहिँ कम्प्लिट भयो, अरू 2टा मात्रै, एउटा कम्प्लिट भयो, एउटा चाहिँ 1 स्टोरीसम्म आइपुग्यो। पुरै कम्प्लिट भएपछि मात्रै जान्छ। त्यहाँ गयो भने एउटा चाहिँ भनौँ न आउट अफ काठमाडौँमा लुम्बिनी जस्तो ठाउँमा चाहिँ त्यो ट्रेडिसनल एउटा बिल्डिङ बनाउनु पाएँ, मलाई चाहिँ त्यो मौका मिल्यो भनौँ न। हो नि, लाइक ठाउँ एक त लुम्बिनी होइन, यसै पनि कस्तो गाह्रो छ त्यही त। त्यहाँ अब नेवारी आर्किटेक्चरको आफूले डिजाइन गरेको हेर्न पाउनु त आफैमा एउटा भयो। अब त्यो 2टा चाहिँ सुरुवात हो, अरू पनि आउला नि। म लुम्बिनी चाहिँ म लास्ट टाइम मदन शाहसँग कुराहरू पनि गरेको थिएँ। म लुम्बिनी स्कुल बेलामा गएको थिएँ, मेरो काकी चाहिँ पाल्पाको क्या। अनि पाल्पा घुम जाँदा चाहिँ ल लुम्बिनी पनि हाम्रो नजिक छ जाउँ न त भनेर चाहिँ म काका काकीसँग गएको थिएँ क्या। अब बच्चा बेलामा अब त्यसपछि गएको छैन। अनि तपाईँले अलिक भर्खर भन्दा नि माइती टेम्पल याद छ भने अब त्यसपछि त्यसको यता यो यता त्यो भन्दा त थाहा छैन। श्रीलङ्का बिहार पनि थाहा छ, केही पनि थाहा छैन। अब तपाईँको कम्प्लिट भइसक्यो, एकचोटि घुम्न जान्छु म। होइन यस्तो हो, अब लुम्बिनी चाहिँ आर्किटेक्ट भएर मात्र होइन, एज अ हामी नर्मल नेपाली भएर पनि घुम्नुपर्ने ठाउँ चाहिँ हो। वर्ल्ड हेरिटेज चाहिँ आफ्नो ठाउँमा होला, आस्था आफ्नो ठाउँमा होला। अब आर्किटेक्ट भएर घुम्ने भने चाहिँ त्यो आर्किटेक्चरल ब्युटीहरू त्यहाँ जुन छ त्यो पनि एक्सप्लोर गर्नुपर्छ है। अनि त्यो सँगसँगै अब हामीले त मास्टर्स पढ्दाखेरि त्यहीँकै मास्टर प्लानहरूमा स्टडी गरेको हामी, मदन सरले पढाउनु भएको थियो नि त, त्यसको मास्टर प्लान नै स्टडी गरेको हामीले। मैले रिपोर्टै त्यसमा बनाएको लुम्बिनीमा होइन। त्यो हुँदाखेरि चाहिँ लुम्बिनी जाने एज एन आर्किटेक्ट चाहिँ 2-3वटा कुराहरू हेर्नु छ क्या हामीलाई त्यहाँ। त्यो मैले बनाएको सतल त पछि कुरा भयो। लुम्बिनीको मास्टर प्लानदेखि नै बुझ्नुपर्छ क्या। लुम्बिनी जाँदाखेरि त्यो पाइप्स आउँछ, नत्र खालि त्यो बिहार मात्र घुम्दाखेरि लुम्बिनी घुमेको अर्थ रहँदैन क्या। प्लान स्टडी गर्नु पर्यो, अनि त्यसो जानु पर्यो म एकदम। त्यो भएपछि झन् अनि बल्ल त्यो प्लान एकचोटि हामीले हेरेर गयौँ भने सिम्पली एउटा टुरिस्टले एउटा प्लान हेरेर गएको जस्तो गरेर आर्किटेक्टले बुझ्ने त प्लान अर्को छँदैछ त्यहाँ हेर्न गएपछि अनि हेर्ने चिज के छ कहाँ छ नि त्यो छर्लङ्ग हुन्छ क्या। गएपछि कहाँ हेरौँ के हेरौँ भन्ने हुँदैन। एउटा त्यसपछि त्यो यो पछि यो पछि यो भने त्यो ठ्याक्कै छुटिन्छ। त्यो पढेर गयो भने चाहिँ म जानु अगाडि रिसर्च गर्दा एकदम मजाले त्यो चाहिँ हेर्नु, केही हेर्नु पर्दैन। जस्ट इन्टरनेटमा डाउनलोड गरेर लुम्बिनी मास्टर प्लानमा डाउनलोड गरेर त्यसपछि हेऱ्यो भने ठ्याक्कै बुझ्छ इस्टमा के छ, वेस्टमा के छ, साउथ नर्थमा के छ, ठ्याक्कै थाहा हुन्छ। मास्टर प्लान नै दिमागमा आउँछ भने। त्यही भएर म अहिलेसम्म गाह्रो हेर्न छु। अमित दाइले मलाई भन्नुहुन्छ कसरी लुम्बिनी घुम्नुपर्छ अनि म लुम्बिनी जान्छु भनेर। आर्किटेक्टले चाहिँ त्यसरी घुम्दा बेटर है लुम्बिनी घुम्ने हो भने चाहिँ। त्यहाँ कामहरू पनि त्यस्तै छ। अझै कुराहरू गर्न बाँकी छ, तर हाम्रो चाहिँ लाइक
तपाईँको पनि एकदम बिजी सेड्युलमा आउनु भएको छ होइन मलाई मोबाइल हेर्दैपछि मलाई त्यस्तो लागिरहेको छ ढिला भयो भने जस्तो होइन त्यही भएर अन्तिम आएर चाहिँ हुन्छ नि जो स्टुडेन्टहरू चाहिँ आर्किटेक्चर पढ्न खोजिरहेको छ होइन उनीहरूलाई चाहिँ तपाईँ के सन्देश दिन चाहनुहुन्छ यस्तो छ अब आर्किटेक्चर चाहिँ आर्किटेक्चर पढ्ने भन्ने कुरा चाहिँ अब स्टडीको कुरामा चाहिँ बायसनेस गर्दिनँ म जे पढ्दाखेरि पनि हो तर आर्किटेक्चर पढ्ने मान्छेलाई चाहिँ प्यासन हुनुपर्छ प्यासन र डेडिकेसन हुनेले चाहिँ आर्किटेक्चर पढ्नुपर्छ प्यासन डेडिकेसन अरू सब्जेक्ट पनि चाहिन्छ तर आर्किटेक्चर पढ्नलाई चाहिँ अलिकति एफोर्ट चाहिँ बेसी नै चाहिन्छ केमा चाहिन्छ भन्दाखेरि आर्किटेक्ट पढ्ने स्टुडेन्टले हिस्ट्री पनि थाहा पाउनुपर्छ आर्किटेक्चर पढ्ने स्टुडेन्टले के भन्छ मटेरियलको कुराहरू पनि थाहा पाउनुपर्छ त्यो पढ्दै जाँदाखेरि बुझ्ने कुराहरू हुन् तर अरू सब्जेक्टहरूलाई मैले त्यसरी नभन्दाखेरि चाहिँ आर्किटेक्चर पढ्ने स्टुडेन्टहरूले चाहिँ अलिकति सोसाइटीमा पनि स्ट्यान्ड आउट गर्ने चान्सेस हुन्छ है हुन त सबै प्रोफेसनमा इक्वल अपर्च्युनिटी होला तर आर्किटेक्ट चाहिँ अब आफूले यत्रो वर्ष काम गरिसकेको भएर म यो फिल्डमा पनि भन्यो भने खासै भन्यो भने इभन आर्किटेक्चर कम्युनिटीमा मैले गरेर काम गर्ने मान्छे अलिकति हिचकिचाउँछ हेरिटेज कन्जर्भेसन सबैलाई मन लाग्दैन किन मन लाग्दैन त भन्दाखेरि त्यो पुरानो चिजहरू अध्ययन नै धेरै चाहिन्छ नि थाहा पाउनुपर्छ कति कुराहरू अनि त्यो स्टडीको फेजदेखि लिएर सबै कुरा चाहिँ सिक्नुपर्ने भएकोले चाहिँ हेरिटेज कन्जर्भेसन अझ एक्सपर्टिज हुनुपर्छ कन्जर्भेसन काम गर्नलाई र आर्किटेक्चर इट्सेल्फ एउटा चाहिँ डेडिकेसन भएको होइन एउटा प्यासन नै चाहिन्छ क्या इट्स नट द स्टडी क्या नट अ डिग्री क्या आर्किटेक्चर भन्ने चिज चाहिँ होइन त्यो प्यासन लिएर आयो भने चाहिँ अभियसली आर्किटेक्चर इज अ ब्युटिफुल थिङ क्या अब त्यो आफू त्यो पहिल्यैदेखि आर्किटेक्चरमा भइरहेको भएकोले यो कुरा आएको हो भने थाहा छैन तर जुन फिल्डमा मैले आर्किटेक्चरमा चाहिँ हात हालेँ नि मैले पछाडि हेर्नु परेन होइन त्यही भएर चाहिँ आर्किटेक्चर स्टुडेन्टलाई चाहिँ मोटिभेसन चाहिँ त्यसरी गर्दा बेटर हुन्छ स्टडी सबैमा गर्नुपर्छ तर अलिकति बेसी गर्नुपर्छ क्या यसमा अन्त आर्किटेक्ट भनेको त टाइटल नै स्पेसल छ नि इन्जिनियर सबैलाई एउटै खाल्डोमा हाल्छ आर्किटेक्ट छुट्टै हुन्छ क्या स्पेसिफिक हस् यो चाहिँ खोपो इन्जिनियरिङ कलेज र खोपो कलेज अफ इन्जिनियरिङको तर्फबाट हजुरलाई टोकन अफ लभ थ्याङ्क यू फर यर टाइम हस् थ्याङ्क यू भेरी मच मलाई पनि बोलाइदिनु भयो है अब त्यत्रो दिन होइन कुर्दा आज चाहिँ मौका है तपाईँलाई चाहिँ धेरै कुर्नु पऱ्यो तर होइन यस्तो हो नलेज सेयरिङ गर्नु चाहिँ अब हामीलाई पनि राम्रै कुरा हो तर टाइम मिलाउन नसकेको चाहिँ धेरै गाह्रो त त्यसमा पनि तपाईँले मजाले फ्यामिलीलाई टाइम दिइराख्नु भएको छ मैले हेरेर हुन्छु भाउजूसँग छोरीसँग मजाले टाइम दिइराख्नु भएको छ हिँडिराख्नु भएको छ ब्यालेन्स चाहिँ गर्नुपर्छ होइन अब सकिन्न अब आजै पनि भन्यो भने अब म यहाँबाट निस्किएपछि मेरो 4वटा 5वटा कार्यक्रम छन् नि होइन त्यो त अब टाइम मिलाउने हो थ्याङ्क यू सो मच टाइम मिलाएर आइदिनु भयो सो मलाई त आजको एकदम इन्ट्रेस्टिङ लाग्यो एकदम रमाइरहेको थिएँ म होल पोडकास्टभरि एकदम खुसी भइरहेको थिएँ किनभने मलाई कति धेरै कुरा सोध्नु थियो धेरै कुरा मैले उहाँलाई बोलाएकोदेखि नै हुन्छ नि यो कुरा बुझ्छु त्यो कुरा बुझ्छु मैले धेरै देखिरहेको हुन्थेँ नि त फिडहरूमा पनि त्यो बारेमा कुरा गर्छु भनेर मेरो आज इच्छा पुरा भएको छ होइन अन्तिम शनिबारकोमा धेरै धेरै धन्यवाद खोपो इन्जिनियरिङ कलेज र खोपो कलेज अफ इन्जिनियरिङको च्यानलसँग जोडिराख्नु होला अहिलेको लागि बिदा माग्न चाहन्छु धन्यवाद